एउटा महापण्डित राहुल पनि भनिन्छ। उहाँको शालिगलाई ढालियो। अब त्यस्तै लखनऊ लगायत विभिन्न ठाउँहरूमा भारतको बिजेपी गभर्मेन्टले जुन एउटा प्रगतिशील विचार, दर्शन, साहित्यमाथि जुन एउटा आक्रमण गरिरहेको छ, त्यस सन्दर्भमा प्रगतिशील लेखक सङ्घले एउटा विज्ञप्ति पनि जारी गरेर हामी त्यसको विरोध गरिरहेका छौँ। यस्तो एउटा व्यक्तित्व, उहाँ भनेको एउटा भारतीय उपमहाद्वीपको व्यक्तित्व मात्रै नभएर होइन, उहाँ आजमगढ, उत्तर प्रदेशको आजमगढमा जन्मिनु भयो। तर उहाँका विचारहरू एउटा आर्य समाजी मान्छे, मठमा पढेको मान्छे, अनि बुद्ध दर्शन हुँदै एउटा मार्क्सवादी चिन्तनतर्फ अगाडि बढेको एउटा व्यक्तित्व र थुप्रै कृतिहरू, लगभग 150-150 कृतिहरू, उहाँका एउटा साहित्य सम्बन्धी, दर्शन सम्बन्धी, यात्रा साहित्य सम्बन्धी थुप्रै कृतिहरू एउटा प्रस्तुत गरेर उहाँले एउटा वैज्ञानिक चेतना निर्माण गर्नको लागि राहुलको एउटा महत्त्वपूर्ण भूमिका छ। त्यसका विविध पक्षहरूमाथि आज हामीले यो अन्तर्क्रियामूलक कार्यक्रम चलाउनेछौँ। विशेष रूपमा उहाँहरू आजका वक्ताहरूबाट हामी कुरा सुन्नेछौँ। तपाईँहरूबाट पूरक कुराहरू, पूरक टिप्पणीहरू, थप कुराहरू, प्रश्नहरू हामीले यो कार्यक्रम त्यसरी यो सञ्चालन गर्नेछौँ। त्यसकारण यो कार्यक्रमको सबभन्दा पहिले मैले अध्यक्षता ग्रहण गरिदिनु हुन प्रगतिशील लेखक सङ्घ नेपालको उपाध्यक्ष, वैचारिक विमर्श तथा परिसंवाद विभागको सदस्य डाक्टर अमृता शर्माज्यूलाई म कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यस्तै यो कार्यक्रममा हाम्रा 3 जना वक्ताहरू हुनुहुन्छ। मैले अतिथि आसन गर्दिन हुन प्रगतिवादी साहित्यकार ईश्वरचन्द्र गेवाली सरलाई हार्दिक अनुरोध गर्दछु। हाम्रो अनुसन्धाता हुनुहुन्छ विधान आचार्य, हामी उहाँलाई पनि आसनमा अनुरोध गर्दछौँ। समालोचक मनोज भट्टज्यू हुनुहुन्छ, म उहाँलाई आसनमा अनुरोध गर्दछु। हाम्रो यो कार्यक्रममा हाम्रो संस्थाका सल्लाहकार प्राडा गोविन्द्र पौडेलजी आउनुभएको छ, म उहाँलाई आसनमा अनुरोध गर्दछु। हाम्रो संस्थाका सल्लाहकार सीता शर्माजी हुनुहुन्छ, मैले उहाँलाई आसनमा अनुरोध गर्दछु। हाम्रो विभागका सदस्य कोषाध्यक्ष हुनुहुन्छ डाक्टर कृष्ण सुवेदी सर, उहाँलाई आसनमा अनुरोध गरेर। विभाग सदस्य डाक्टर बालचन्द्र मिश्र सर, अनि हाम्रो विभागको सदस्य सचिव हुनुहुन्छ कुशल बोगटी सी, उहाँलाई पनि आसनमा अनुरोध गरेँ। हामीलाई यो राहुलको कार्यक्रमको बारेमा विशेष एउटा सल्लाह सुझाव दिनुहुने र पर्लेसले पनि केही काम गर्नुपर्छ राहुलसित जोडेर भनेर सुरुदेखि नै हाम्रो विचार विमर्श भइरहेको थियो। उसातित छु। मैले उहाँलाई पनि हार्दिक धन्यवाद दिने यो सुझावको लागि आसनमा अनुरोध गरेँ। अरू सबै हाम्रो सचिवालय सदस्य हुन्छ शेखर अर्याल सर, हाम्रो लोकपाल थापा सर, हाम्रो चाइनाबाट आउनु भएको छ पाहुना होइन, मिस्टर याओ, आई वुड लाइक टु रिसिभ। अनि अरू हाम्रो सबै परिषद सदस्यज्यूहरू, केन्द्रीय सदस्यज्यूहरू र सम्पूर्ण व्यक्तित्वहरूलाई यथास्थानमा मैले आसन गर्न अनुरोध गरेँ। र अब यो कार्यक्रमको विषयवस्तुबारे मैले के अब कसरी कार्यक्रम चलाउँछौँ भने मैले भने अब एउटा वक्ताले हामीले केही अब यहाँ अन्तर्क्रियामूलक भएकोले प्रवचन दिने मात्रै प्रकार कार्यक्रम हुने छैन। हामी फरक फरक विषयहरूमा राहुलको अब विभिन्न कृतिहरू जस्तै अब दिमागी गुलामी, तुम्हारी छे होइन, उनको यात्रा साहित्यको बारेमा, उनीहरूको दर्शन दिग्दर्शन लगायत विषयमा अब हामीहरू केही विषयहरूमा केन्द्रित हुनेछौँ। विशेष गरेर साहित्य, दर्शन र समकालीन सान्दर्भिकता राहुलसित जोडिएका यी विषयहरूमा हामी जोडिनेछौँ। र हामी अब प्रस्तुताज्यूहरूलाई हामीले केही विषयहरू जुन हामी उहाँले राख्नुहुन्छ बढीमा 3 मिनटभन्दा हामी घडी पनि हेर्छौँ होइन, 3 मिनटभन्दा उहाँले त्यो बढी समय लिनुहुने छैन। त्यो प्रश्नहरू पटक पटक फरक फरक विषयमा त्यो प्रश्नहरू आउनेछ र यहाँहरूलाई पनि त्यो प्रश्नहरू त्यहाँ कुराहरू उठाउन सक्नुहुनेछ। त्यसरी यो हाम्रो कार्यक्रमको मोडल अगाडि बढ्नेछ। त्यसकारण अब हामी यहाँ स्वागत त्यस्तो अरू केही कार्यक्रम छैन, हामी सिधै विषयवस्तुमा प्रस्तुत अगाडि बढ्न गइरहेको छौँ। त्यसकारण अब हामी यो कार्यक्रममा अब उहाँको व्यक्तित्व, उहाँको कृतित्व, उहाँको साहित्य, उहाँका विभिन्न कृतिहरू विषयमाथि केन्द्रित हुँदै सबभन्दा पहिले मैले अब समालोचक मनोज भट्टज्यूलाई नै यो राहुल सास्कृत्याललाई हामीले कसरी चिन्ने, उहाँको एउटा व्यक्तित्वको बारेमा 3 मिनटभित्र यसो राहुललाई यो हामीले पाठकहरूलाई, हामी प्रवेश संस्थाहरूलाई बुझाइदिनु अनुरोध गर्दछौँ। राहुल एउटा विराट व्यक्तित्व भएका व्यक्ति हुन्। राहुललाई बुझ्नका लागि मैले एउटा त मुस्लिम खण्डका
भारतमा जुन बेला मुगल साम्राज्य थियो तपाईँहरू यहाँ त साहित्यकारहरू हुनुहुन्छ होइन, त्यहाँ एकजना गजलकार हुनुहुन्थ्यो ख्वाजा मिर दर्द भन्ने। ख्वाजा मिर दर्दले एउटा चाहिँ शायरी भनेका छन्, सैर कर दुनिया की गाफिल, फिर ये जिंदगानी कहाँ, जिंदगानी अगर मिली तो फिर ये जवानी कहाँ भनेर। राहुल सांस्कृतिकलाई बुझ्नका लागि यो नै उनको इथिक्स हो कि उनले के भनेका छन् भने जिन्दगीमा चाहिँ घुमफिर गर होइन, गरेनौ भने फेरि कहाँ पाउँछौ, पाइहालेछौ भने त्यो जवानी कहाँ रहन्छ भनेर भनेका छन्। उनी जहाँबाट सचेत भए, जहाँबाट उनले हिँड्न पनि सुरु गरे, लेख्न पनि सुरु गरे। दोस्रो कुरा ऋग्वेदभित्रको तपाईँको चाहिँ आतरेय ब्राह्मणको जुन खण्ड छ, चरैवेती, उनी जुन क्षेत्रमा लागे, उनी आर्य समाजमा लागे, ज्ञानको खोजीमा भौतारिँदै हिँडे। त्यहाँ पनि उनले विभेद देखे, असमानता देखे, जाति विभेद देखे। त्यहाँबाट फेरि बौद्धिस्टमा गए, बौद्धिस्टमा गएर उनले के देखे भने आत्मिक रूपमा त शुद्ध छ तर सारा समाज त फेरि मुक्त छैन। बौद्धिस्ट भए, बौद्धिस्टबाट फेरि मार्क्सवादी भए। उनी एउटा विराट व्यक्तित्वका धनी हुन्। झन्डै उहाँको 150 वटा कृतिहरू तपाईँको चाहिँ छन्। यहाँ भारतमा बनारस हिन्दू युनिभर्सिटीका तपाईँको चाहिँ संस्थापक मदन मोहन मालवीयलाई हामीले धेरैले चिन्छौँ। बीएचयूका संस्थापक उनी हुन् र मदन मोहन मालवीय करिब तपाईँको चाहिँ 4 पटक भारतीय कांग्रेस पार्टीका सभापति पनि भए हैन। आज भाजपाले उनको तपाईँको शालिग भत्कायो, तर मदन मोहन मालवीयकै तपाईँको अध्यक्षतामा भएको के अरे पण्डित सभाले उनलाई तपाईँको महापण्डितको उपाधि दिएको सन् 1929 मा। मदन मोहन मालवीय कुनै तपाईँको वामपन्थी होइनन्, उनी बुर्जुवा हुन् र तपाईँको चाहिँ पण्डित महासभाका अध्यक्ष पनि थिए। पण्डित महासभाको अध्यक्ष, बनारस हिन्दू युनिभर्सिटीको तपाईँको चाहिँ संस्थापक, उनकै अध्यक्षतामा बसेको बैठकलाई महापण्डितको उपाधि दिए। जवाहरलाल नेहरूलाई सामान्यतया पण्डित भनेर भनिन्छ। हुन त यहाँ यो सिंह सेनापति भन्ने नेपाली अनुवाद जुन किताब छ त्यसमा प्रदीप नेपालजीको एउटा तपाईँको चाहिँ भूमिका छ। प्रदीप नेपालजीले केही तथ्यहरू गलत लेख्नु भएको रहेछ। जवाहरलाल नेहरूले त्यो उपाधि उहाँलाई दिएको भनेर, जवाहरलाल नेहरू पण्डित र के अरे राहुल सांकृत्यायन महापण्डित, त्यो जवाहरलाल नेहरूले दिएको भनेर लेख्नु भएको रहेछ, तर त्यो होइन। बनारसमा काशीमा भएको तपाईँको चाहिँ पण्डितहरूको महासभाले, जसको अध्यक्ष मदन मोहन मालवीय हुनुहुन्थ्यो, उहाँले दिएको हो। भारत सरकारबाट तेस्रो श्रेणी भनेको पहिलो तपाईँको चाहिँ के अरे तपाईँको चाहिँ भारत रत्न, दोस्रो पद्मश्री, तेस्रो पद्मभूषण तपाईँको चाहिँ पुरस्कारबाट उनी विजित मान्छे हुन्। त्यसैले गर्दाखेरि तपाईँको अब हामी जस्तै महापण्डितको कुराहरू आइरहेको छ होइन। एउटा व्यक्ति पण्डित भन्दा पनि महापण्डित, जस्तै एउटा हाम्रो हिन्दू संस्कारमा पनि यो जाने बुझेको पढेको मान्छे पण्डित भनिन्छ। त्योभन्दा पनि महापण्डित भनेर जुन राहुललाई अब जुन मालवीय कुराहरू आयो, त्यसरी एउटा हामीले व्यक्तित्व उहाँको लिने हो कि असल तपाईँले एउटा समग्रमा एउटा राहुलको व्यक्तित्वलाई तपाईँको दृष्टिकोणबाट कसरी हेर्नुहुन्छ सर? विधान सभालाई बसेर बोल्नु त्यति मेरो पाउँदैन। 3 मिनेटभित्र राहुल सांकृत्यायनले अब यो सांकृत्यायन यहाँ लेखिया छ नि, यो म लगाउने होइन जस्तो लाग्छ मलाई। राहुलको चाहिँ राहुलको के हो भने साम माथि कृत, क्री संस्कृतको शब्द कृत भयो, ईश्वर सर यही हुन्छ, म त्यो बारेमा धेरै नबोलाउँ होला। त्यो सम अगाडि लगाएपछि व्यक्तिलाई त्यो सम चाहिँ उपसर्ग भयो होइन। अब अनि सम लगाएपछि सामकृत हुनुपर्ने व्यक्ति, त्यो परिवारको व्यक्ति भए हुनाले सांकृत्यायन हुने, समकृत उनीहरूको गोत्र हो। राहुल सांकृत्यायन उनी जुन परिवारमा जन्मे त्यो परिवारको गोत्र चाहिँ समकृत रहेछ। त्यही गोत्रलाई उल्लेख गर्ने भएर उनी चाहिँ सांकृत्यायन भएका हुन्। उनी कसरी महापण्डित भए भन्दा पण्डित भनेको के हो कुरा बुझ्दैन, परिस्थिति बुझ्दैन, ज्ञान कहाँ पाइन्छ भनेर बुझ्दैन। राहुल सांकृत्यायनले
छुट्याएको ज्ञान चाहिँ हिमालय ज्ञानको सागर हो भनेर राहुल साङ्कृत्यायनले छुट्याएको। कि हिमालयको दक्षिणी भेगमा, कि हिमालयको उत्तरी भेगमा, कि टिबेटन गुरुहरूसँग त्यसको ज्ञान छ, कि हाम्रा ऋषिमुनिहरूसँग त्यो ज्ञान छ। त्यो ज्ञान भनेको सत्य के हो, परम सत्य के हो भनेर। अब मलाई एकचोटि अनुमति दिनुहोस्, म कुमार सम्भवको त्यो पहिलो श्लोक छ नि, अस्त्युत्तरस्याम दिशि देवतात्मा हिमालयो नाम नगाधिराज पूर्वापरौ तोयनिधि बगाइय स्थित पृथिव्या इव मानदण्ड। मानदण्ड भने कि कालिदासले त्यो सबै पृथ्वी घुमेर टेपले फित्ताले नापेर यो चाहिँ पृथ्वीको मानव हो हिमालय भने हो र होइन नि। दर्शनको विकासका हिसाबले, चिन्तनको विकासका हिसाबले हिमालय चाहिँ एउटा मानदण्ड हो पृथ्वीको। त्यो मानदण्ड हो भन्ने कुरा कसले बुझेर प्रयोग गरे भन्दा राहुल साङ्कृत्यायनले त्यो कुरा बुझे। हिमालय चाहिँ यो हो। त्यसैले उनी केदारनाथ पुगेका छन्, मठ मन्दिरमा भएका कुराहरूलाई उनी यो बेठिक भयो भनेर भनेका छन्, सिधै भनेका छन् उनले यो। अनि तिम्रो चाहिँ अब तुम्हारी छे यदि हेर्नुभयो भने त त्यसमा सबै जातपातको व्यवस्थादेखि लिएर महिलाहरूको विधवाहरूको विवाह गर्नुपर्ने आवश्यकतादेखि लिएर उनले सबै कुराहरू चाहिँ भनेका छन्। र उनले आफूले भनेको कुराहरू कहाँ कुन चिन्तन कुन दर्शनसँग मेल खाँदो रहेछ भनेर हेर्दै जाँदा उनले आफूलाई मार्क्सवादको नगिज पाए। त्यस कारणले उनी मार्क्सवादी भए। उनले कुनै एउटा म एउटा कम्युनिस्ट पार्टीमा गएर ठुलै केही गर्छु भनेर गएन, टिक्दा पनि टिकेनन् नि त। पछि उनी त्यहाँबाट पनि बाहिर निस्किए हुन्। त्यस कारणले राहुल साङ्कृत्यायनलाई हेर्दाखेरिमा चाहिँ उनलाई कसरी महापण्डित हुन् भनेर बुझ्न सकिन्छ भने जीवनको दर्शनलाई बुझ्ने, मानवको जीवनमा आवश्यक कुराहरू के छ त्यो कुरालाई बुझ्ने, त्यो कारणले उनलाई महापण्डित भन्न उचित छ। हामी यहाँ ठाउँ थोरै छ, मिलिजुली बसौँ। आज हामीले धेरै पछि यो कार्यालयमै कार्यक्रम गर्ने भनेर ठाउँ अलिक साँगुरो भयो। मैले अरू यहाँ उहाँलाई जोड्नुभन्दा पहिला हाम्रो पूर्व अध्यक्ष सल्लाहकार मातृका पोखरेलज्यू आउनुभएको छ। मैले अब यहाँ जता छ ठाउँ हेरेर आसन अनुरोध गरेँ। हाम्रो पूर्व अध्यक्ष डाक्टर मधुसूदन गिरिज्यूलाई मैले आसन अनुरोध गरेँ। हाम्रो सल्लाहकार गोपाल बरालज्यू हुनुहुन्छ, आउनुभएको छ, मैले आसन अनुरोध गरेँ। र पछि आउनुभएको सबैलाई यथास्थानमा आसन अनुरोध गरेँ। जस्तै हामीले व्यक्तित्वको कुरा गरिरहेछौँ हामीले। जस्तै अब राहुल भनेको 11 वर्षकै उमेरमा हो, उहाँले घर छोडेर यात्रातिर हिँड्नुभयो के। थुप्रै हो, कहिले के मठमा बोल्नुहुन्छ, कहिले आर्य साहित्य होइन, विभिन्न प्रकार हिँड्दै हुनुभयो। यो यात्रा साहित्यले राहुलको व्यक्तित्व निर्माण गर्न त्यो सहयोग पुगेको छ। हजुर यसमा हजुरको थप यसमा कुरा के छ व्यक्तित्व निर्माण सम्बन्धमा? राहुल साङ्कृत्यायन हामीले जसरी चिनेका छौँ उनी त्यति मात्रै होइनन् भन्ने मलाई लाग्छ। उनले विभिन्न भाषाहरूको ज्ञानको निम्ति नेपाली भाषा जान्नको लागि दार्जिलिङमा कमलालाई भोटमा गएर एकजना महिलालाई, रसामा गएर एकजना महिलालाई, इन्डियामा आफै भइहाल्यो, इन्डियामा 2 ठाउँ, यसरी विभिन्न भाषाहरूलाई जान्नको निम्ति त्यो भाषाका विज्ञ अथवा त्यो भाषा क्षेत्रका महिलाहरूसँग विवाह गरेर उनले त्यसरी पनि ज्ञानको आर्जन गरे। अब जस्तै यहाँ भर्खरै आयो, हिमालका विभिन्न क्षेत्रहरूमा घुम्ने, त्यति मात्र होइन, योभन्दा के अरे माथि भोटतिर जाने, चाइनाको विभिन्न क्षेत्रहरूमा, त्यसमा रसियामा जाने, यता उज्बेकिस्तान कजाकस्तान क्षेत्रहरूमा जाने, इरानमा जाने, त्यसको सँगसँगै यता पूर्वेली क्षेत्रहरूमा पनि घुमे, विभिन्न ठाउँमा घुमे। तपाईँले भने जस्तै वास्तवमा जति धेरै घुमे त्यति धेरै उनले भाषा पनि जाने र त्यति धेरै उनले ज्ञानको पनि आर्जन गरे। उनको एउटा पाटो यो। अब राहुल साङ्कृत्यायन व्यक्तित्वको हिसाबले कुरा गर्दाखेरि उनी दार्शनिक पनि हुन्, दर्शनको महत्त्व, पूर्वेली दर्शन, पाश्चात्य दर्शनको बारेमा पनि लेखेका छन्। दर्शन दिग्दर्शन हामी सबैले पढेकै छौँ। थुप्रै उपन्यासहरू लेखेका छन्। ती सबै समाजका र खास गरेर त्यो कस्तो त भन्दाखेरि अलिकति प्राचीन कथाहरूलाई समेटेर, होइन, चाहे देवदास होला अरू कोही होला, समेटेर उनले लेखेका छन्। त्यसले साहित्यिक क्षेत्रमा उनले जुन योगदान गरेका छन् ती सबैमा वेदसित रिलेटेड, हाम्रो प्राचीन समाजसित रिलेटेड र सँगसँगै अरू परिवेशसँग पनि रिलेटेड त्यस्ता उपन्यासहरू उनले लेखे। त्यसपछि अर्को आयो, उनले के त भन्दा समाजशास्त्रमा लेखेका छन्। मानव समाज तपाईँले पढ्नुभयो भने त्यो के त भन्दाखेरि अतीत मानव जातिको
प्रारम्भिक कालदेखि वर्तमानसम्म अथवा भोलगासे गङ्गासम्म पढ्नुभयो भने तपाईँले के देख्नुहुन्छ त भन्दाखेरि मानव जाति कसरी विकास भयो, त्यो बेलामा मान्छेको कल्चर कस्तो थियो, कसरी विकसित हुँदै यहाँसम्म आयो जस्ता कुराहरू सांस्कृतिक हिसाबले पनि हामीले तिनलाई देख्न सक्छौँ। त्यसलाई संस्कृतिको अध्ययन पनि तिनका कृतिहरूमा देख्न सक्छौँ। त्यसको बाहेक हामीले उनले समाजशास्त्र जुन भने, समाजशास्त्रमा कस्तो त भन्दाखेरि मान्छे कस्तो कस्तो जातीय व्यवस्थाहरूमा रह्यो, कस्तो कस्तो वर्ण व्यवस्थामा परिचालित भयो, त्यसले समाजलाई कस्तो हानि र अथवा फाइदा दियो अथवा तुम्हारी छिया भनेर पढ्नुभयो भने के छ त भन्दाखेरि वर्गीयता जातीयताका हिसाबले नै समाजको क्षयीकरण भएको भन्ने खालको कुरालाई चाहिँ जातीय जुन व्यवस्था छ त्यसमाथि राम्रो प्रहार गर्नुभएको छ उहाँले। त्यसलाई हामीले जातीय जुन कुराहरू गर्छौँ, यो विभाजन छ, उच्च नीच दलित बाहुनका जुन कुराहरू छन् त्यसमाथि उनले बडो राम्रोसँग प्रहार गरेका छन् हैन। अब दर्शनको हिसाबले कुरा गर्दाखेरि राहुल साङ्कृत्यायनले के गरे त भन्दाखेरि सुरुमा त उनी बाहुन हुन्, त्यसले सनातन धर्म भन्ने कि हिन्दू धर्म भन्ने कि के भन्ने, वैदिक धर्म भन्ने कि। हुन्छ, अब यो हामी कृतित्व त्यो कृतिहरूको बारेमा एकछिन पनि जान्छौँ। मैले अब एकछिनपछि यता जोड्छु, एकचोटि फेरि एक राउन्ड यतातिर म जोड्न खोजेँ। अब यो समग्रमा यसको राहुलको कृतित्वको बारेमा अलिकति मनोजजीले, मनोज सरले भनिदिनु न। नेपालको सन्दर्भमा जनकलालजी नै हुन्, उहाँसँग बढी सम्पर्क सम्बन्धमा भएका, उहाँसँग हिँडेका पनि। जनकलालजी मन्सुरीबाट फर्किने क्रममा उहाँले मेरो लाइब्रेरी छ, तिमीसँग नभएका किताबहरू के छन् हेरेर लैजाऊ भनेर भन्नुभएको थियो। उहाँलाई त्यो खोल्न मुस्किल परेछ। हेर्नुहोस्, अब यो राहुल फाउन्डेसन जुन छ, राहुल फाउन्डेसनले उहाँका कृतिलाई 11वटा तपाईँ चाहिँ क्याटेगोरीमा वर्गीकरण गरेको छ होइन। 11वटा क्याटेगोरी भन्नुको अर्थ अब ती सबैको नाम लिने हो भने त यहाँ समय 3 मिनटको छ होइन। त्यो 11वटा क्याटेगोरी के छ भनेर भन्नुहुन्छ भने पहिलो कुरा त उनको आत्मकथा छ, त्यो उनले आफैले 4 भागमा लेखे, पछि 5 भाग र 6 भाग उनको श्रीमतीले लेखिन्, अथवा उनले लेखेकै पत्र सत्र आदि इत्यादि मिलाएर 5 र 6 भाग बनेको छ। त्यस्तै गरेर अब जुन विभिन्न मुलुकको उनले भ्रमण गरे त्यो तपाईँको चाहिँ जीवन यात्रासँग अर्थात् तपाईँ भ्रमण यात्रासँग देश दर्शनसँग जोडिएको छ। त्यस्तै गरेर उहाँका 7वटा उपन्यास छन्, 8वटा नाटक छन्, ती भोजपुरीमा छन्। फेरि खासमा उहाँ बिहारमा माउलीमा हुने बेलामा छपरामा बढी भोजपुरी चल्थ्यो, त्यहाँका चाहिँ 4-5वटा जिल्लामा 8वटा जुन उहाँले लेखेका नाटकहरू छन् ती सबै भोजपुरीमा छन्। ठिक त्यसै प्रकारले अब इतिहास भन्नुहोस्, पुरातत्व भन्नुहोस्, धर्म संस्कृति भन्नुहोस्, वा संस्कृतिको अनुवाद भन्नुहोस्, वा बौद्ध धर्म भन्नुहोस्, वा तपाईँको चाहिँ बौद्ध धर्मसँग वा बौद्ध दर्शनसँग जोडिएका अन्य दर्शनहरू भन्नुहोस्, वा मार्क्सवादी दर्शनहरू भन्नुहोस्, वा बायोग्राफीहरू भन्नुहोस्। बायोग्राफीभित्र भारतीय आन्दोलनकारीका बायोग्राफीहरू पनि छन्, कार्ल मार्क्स, लेनिन, स्टालिनका तपाईँको चाहिँ माओका पनि तपाईँको चाहिँ बायोग्राफीहरू छन्, वीरचन्द्र गढवाली जस्ताका तपाईँ बायोग्राफीहरू पनि छन्। भने यसरी तपाईँको चाहिँ उहाँका जुन कृतित्वहरू छन्, उहाँका कृतित्वहरू जुन करिब 150को चाहिँ सङ्ख्यामा छ। अब करिब अब जनकलालजीले भनेअनुसार 137वटा प्रकाशन छन् र भारतीय फेरि लेखकहरूले 130वटा मात्रै भन्छन्। अब 130 भए पनि 137 भए पनि ती सबैलाई तपाईँको चाहिँ क्याटेगोराइज गर्दाखेरि त्यसलाई 11वटा तपाईँको चाहिँ श्रेणीमा हामीले विभाजन गरेर तपाईँको चाहिँ हेर्न सक्छौँ। त्योभित्र राजनीति पनि छ, दर्शन छ, साहित्य छ, यहाँसम्म कि भारतको साहित्यको पनि तपाईँको चाहिँ विराट तपाईँको चाहिँ व्याख्या छ। हेर्नुहोस्, करिब तपाईँको चाहिँ भारतीय साहित्यको बारेमा त 16वटा भोल्युममा उहाँका कृतिहरू हामीले पाउँछौँ। एउटा दुईवटा तपाईँ कृतिहरू होइन, 16वटा भोल्युममा उहाँले तपाईँको चाहिँ भारतीय साहित्यको बारेमा तपाईँको चाहिँ लेख्नु भएको छ। यसरी तपाईँको चाहिँ हेर्ने हो भने उहाँका विराट तपाईँको चाहिँ प्रतिभा छ। अर्को कुरा दुर्भाग्यको कुरा, नेपालको सन्दर्भमा पनि उहाँले इतिहास लेख्नु भएको रहेछ। त्यो जनकलालजीको स्मरणबाट थाहा हुन्छ, तर प्रेसमा दिएपछि त्यो प्रेसबाट गायब भयो भन्ने छ। हालसालै तपाईँ जनकलालजीको जुन संस्मरण आयो त्यसमा त्यही भनिन्छ, किनभने उहाँले आफ्नो तपाईँको चाहिँ जीवन यात्राको पहिलो भागमा पनि दोस्रो भागमा नेपाल आएको बेलामा बिपी कोइराला अब धर्मलाल एमीहरूसँग भेट्दाखेरि आफूले लेखेको कुरा सेयरिङ गरेको भन्ने कुराहरू त्यहाँ छलक पाइन्छ। तर पछि तपाईँको चाहिँ त्यो प्रेसमा गइसकेपछि नेपालको इतिहासको बारेमा त्यो इतिहास प्रेसबाटै गायब भयो भन्ने छ। हुन्छ, हामी फेरि आउँछ यो कुरामा। जस्तै अब अघि ईश्वरचन्द्र सरले तुम्हारी छेको कुरा गर्नुभयो होइन, र राहुलले पनि के भन्यो भने म त्यही कुराको विधानसँग जोड्न चाहेँ होइन। त्यस्तो धर्मको छे हुनुपर्छ जसमा मनुष्यता नै हुँदैन भन्नुभयो नि त है। अहिले हामीले धर्म मानेका छौँ, धर्मको नाममा हिंसा भइरहेछ है,
मानवता भन्ने कुरा नै हराउँदै गइरहेछ। अब यसलाई अहिलेको सन्दर्भमा सर अब हामीले कसरी बुझ्ने सर? म बसेरै कोसिस गर्छु। हुन्छ, बसेरै ट्राई गर्नु। तर सजिलो फिल भएको छैन, उठ्न सजिलो। क्यामेरालाई पनि देखिन्छ है। मलाई धेरै बानी छ, मलाई थोरै बोल्ने बानी छैन। मलाई चाहिँ उठेरै बोल्न सजिलो लाग्छ कि फेरि अब यसमा कसरी जोडौँ भने राहुल साङ्कृत्यायन चाहिँ वास्तवमा उनी समाज सुधारक हुन्। उनको अरू व्यक्तित्वभन्दा त्यो समाज सुधार उनले कसरी गर्न चाहे भन्ने रचनाहरूको माध्यमबाट। म त सधैँ जीवित रहन्न, म गइसकेपछि यो समाजले मबाट के चिज प्राप्त गर्ने र मबाट प्राप्त गरेका चिजहरूबाट समाज आफू कसरी परिवर्तित हुने भन्ने कुरामा उनको बढी ध्यान केन्द्रित रह्यो। त्यसैले उनका जति पनि रचनाहरू छन् ती सबै रचनाहरूले समाजलाई परिवर्तन हुनका लागि, चेतनशील बन्नका लागि, आजभन्दा भोलि, भोलिभन्दा पर्सि अझ जागृत हुनका लागि प्रेरित गर्ने चिजहरू मात्रै छन्। मैले हेर्दाखेरिमा राहुल साङ्कृत्यायनको मैले त्यो पाएको छु। त्यसैले उनको रचना प्रमुख होला हेर्दाखेरिमा। अहिले भौतिक रूपमा के देखियो भन्दा यो किताब देखियो, यो किताब देखियो 137 भन्नुभयो सरले, मैले हेरेको पनि 137 हो। तर कतिपय इन्डियनहरूले 143, 44 पनि भनेका छन्। ठिक छ सर। ठिक छ। अब त्यस्तो अवस्थामा त्यो किताबहरू, प्रकाशनहरू महत्त्वपूर्ण भन्दा पनि उनको महत्त्वपूर्ण पक्ष चाहिँ त्यो पढेर भारतीय समाज, नेपाली समाज कति परिवर्तन भयो। उनी जब नेपाल पनि आए, नेपाल त 3 चोटि आए त प्रष्टै भनिएको छ। अब कसैले भन्छन् उनी 5 पटक आए भनेर। जस्तो देवकोटालाई पनि उनले पन्त प्रसाद र निराला, सुमित्रानन्दन पन्त, जयशङ्कर प्रसाद र सूर्यकान्त त्रिपाठी निराला यी तिनैको साहित्यिक समागम लक्ष्मीप्रसाद देवकोटामा छ भन्ने कुरा पनि उनले भने। त्यो किन भने भन्दा साहित्यले समाजलाई परिवर्तन गर्नका लागि, रूपान्तरण गर्नका लागि काम गरोस् भन्ने उनको उद्देश्य हो। तुम्हारी छेया यदि हेर्नुभयो भने त त्यो त हामी सबैले गरेका, अहिलेसम्म जीवनमा हामीले गरेका जति पनि कामहरू छन् ती सबै काम त बेठिएको छ भन्ने हामीलाई त्यस्तो फिल हुन्छ। हामीले जुन अभ्यास गरिरहेछौँ सांस्कृतिक अभ्यासहरू, हाम्रो त्यो संस्कृति गलत रहेछ भन्ने कुरा त्यसले साबित गर्छ। त्यसैले राहुलको महत्त्वपूर्ण पाटो के हो भन्दा उनका किताबहरूको सङ्ख्या भन्दा पनि त्यसबाट उनले दिएको चेतना चाहिँ महत्त्वपूर्ण कुरा हो। त्यसैले उनको चेतनाको आधारमा हिँड्ने समाज भने कुन चाहिँ नगिच हुनसक्छ भन्दा अलिकति प्रगतिशील समाज, प्रगतिवादी समाज भयो भने राहुलले भनेका कुराहरूसँग नगिच हुन्छ भनेर उनलाई मार्क्सवादी भनिएको होला। अथवा उनले पनि आफूले पनि टिकटै लिएर सदस्य पनि भएको छन्, चुनावमा पनि उम्मिया छन् उनी। तर त्यति हुँदै पनि उनी वास्तवमा खरो रूपमा पोलिटिसियन हुन् भन्ने कुरा चाहिँ मलाई चाहिँ लाग्दैन। त्यो हेर्दाखेरिमा उनी एउटा राइटरै हुन्, आफ्नो लेखनका माध्यमबाट समाज परिवर्तन होस् भन्ने उनको चाहना हो। र हिन्दू धर्म चाहिँ एकदम सङ्गतपूर्ण छैन। त्यही सङ्गतपूर्ण नभएको कारणले गर्दा चाहे त्यो अस्पृश्यताको कुरा किन नहोस्, अनि उनी चाहिँ अनात्मालाई मान्ने बुद्ध धर्ममा गएर प्रभावित भएर श्रीलङ्का पनि गएर बसेर उनले हुन्छ सर, बस ठिक छ सर। अब हामी अब यो चेतना, अब परिवर्तन कुरा त उनले गरेकै थिए सर। त म फेरि पनि त्यही कुरा जोड्न चाहेँ। तर यसलाई हामीले प्र्याक्टिकली कसरी लिने भन्ने कुरा हो कि तुम्हारी छेले भन्यो नि। अब यस्तो धर्म अहिले पनि हामीले यो अहिलेको नेपालको प्र्याक्टिकल समाजबाट हेरौँ त होइन, तराईमा हिंसा मचिरहेछ, धर्मको नामले एउटाले अर्कामाथि आक्रमण गरिरहेछ, हिंसा चलिरहेछ। यो सन्दर्भमा जुन एउटले त्यस्तो धर्मको छे हुनुपर्छ जसमा मनुष्यता नै छैन भन्ने कुरालाई अघि सरले उठाउनु भएको कुराले यसलाई जोडेर अलिक भन्नुहोस् त सर। अब खास गरेर अहिले कुरा पनि उठ्यो। पहिले सुरुमा त उनी सनातन धर्मी भए, हिन्दू धर्मबाट। त्यसपछि उनी के भए त भन्दाखेरि वामपन्थी भए। दोस्रो तरणमा मार्क्सवादलाई अध्ययन गरे र मार्क्सिजम, भौतिकवाद, द्वन्द्वात्मक भौतिकवादको बारेमा उनी त्यतातर्फ बढी आकर्षित भए, त्यसलाई चाहिँ बढी मन पराए। पछिल्लो चरणमा जब उनले बुद्धलाई, बौद्धिज्मलाई अध्ययन गरे, त्यसपछि त्यो बौद्धिज्म अर्थात् बुद्ध नै महान रहेछन् भन्ने कुरामा उनले आफ्नो नामै परिवर्तन गरेर राहुल राखेर होइन उनले आफूलाई बौद्धिस्ट साबित गर्न खोजे। सबभन्दा बढी अध्ययन मलाई लाग्छ दर्शनमा बौद्धिज्मको नै उनले बढी गरेका छन् र त्यसैमा उनको बढी डेप्थ र गहिराई छ अरू दर्शनको तुलनामा। हुन त उनले पाश्चात्य दर्शन। अब मैले यहाँ भन्नु खोजेको के त भन्दाखेरि चाहिँ उनले जे कुराहरू लेखेका छन् होइन, जस्तो महिलाहरूमाथिको उत्पीडनका कुराहरू पनि छन् त्यहाँ होइन,
अब त्यो स्वतन्त्रताका कुराहरू पनि छन्, जातीय उत्पीडनका कुरा र जातीय स्वतन्त्रताका कुराहरू पनि छन्, सामाजिक उत्पीडन र सामाजिक स्वतन्त्रताका कुरा छन्, आर्थिक खिचुमिचो तुम्हारी छेको मात्रै कुरा गरिदिउँ न यही विषयमा। म त्यही भन्दैछु। 3 मिनेट मात्रै गर्नु सक्यो भने टाइम छैन। ठिक छ। त्यसले चाहिँ के छ त भन्दाखेरि उनले चाहिँ यो जातपात छुवाछुत जुन हाम्रो परम्परागत धर्मको आधारमा अर्थात् हिन्दुत्वको आधारमा जसरी यो 4 वर्णमा विभाजित गरेर मान्छेहरूलाई विभिन्न रूपले मानवमा अस्तित्वमा रहन नदिएर उनले के गरे त भन्दाखेरि समाजलाई विभाजित गर्यो। त्यसले के भयो त भन्दाखेरि मान्छेको बिचमा धर्मले चाहिँ यस्तो कुकृत्य गर्यो जसले के गर्यो त भन्दाखेरि मान्छेलाई विभाजित गर्ने, मान्छेको बिचमा रागद्वेष पैदा गर्ने, मान्छेको बिचमा भिडन्त युद्ध सुरु गर्ने, द्वन्द्व सुरु गर्ने, मान्छेको बिचमा के हो त भन्दाखेरि चाहिँ एकरूपता हुन नदिने, ठुलोले सानोलाई थिचोमिचो गर्ने, हेप्ने, अनि यसरी चाहिँ पुरुषले महिलालाई हेप्ने, अनि समाजका जुन सामाजिक बन्धनहरू छन् ती बन्धनहरूमा जेलेर जातीय बन्धन अथवा अरू अन्धविश्वास कुरीति कुसंस्कारहरू जुन छन् त्यसभित्र बन्द गरेर अनि के छ त भन्दाखेरि समाजलाई ध्वस्त बनाउने काम चाहिँ धर्मले गरौँ भन्ने सेन्समा चाहिँ उनले यो लेखेमा तुम्हारी छेय अर्थात् मानव समाजको छेय, मानव समाजको मनमे विनाश कहाँनिर छ त भन्दाखेरि धर्मभित्र अन्तर्निहित छ। यो धार्मिक के त भन्दाखेरि धारणामा अन्तर्निहित छ। यसले विद्वेष बाहेक, युद्ध बाहेक, एक अर्कामा मारकाट गराउने बाहेक, समाजलाई विभाजित गर्ने बाहेक, अन्तर्द्वन्द्व समाजको आन्तरिक अन्तर्द्वन्द्व सिर्जना गर्ने बाहेक, एक अर्कासँग वैमनस्यता द्वेष पैदा गर्ने बाहेक, एक अर्कासँग लडाउने बाहेक यसमा खासै उपलब्धि छैन। यसैले समाजलाई ध्वस्त बनाएर मानवको रूपमा स्थापित हुन सकेन हैन भनेर उनले चाहिँ यसलाई चाहिँ यो मेन रूपले यसमा जोड दिन खोजेका हुन्। अब अहिले हामीले यसो गरे हेऱ्यौँ हैन, जस्तो बङ्गलादेशमा उनको उनी ढालियो, के अरे पश्चिम बङ्गालमा ढालियो। अब त्यो के हो त भन्दाखेरि चाहिँ यो अलिकति अहिले चाहिँ जुन छ यो धार्मिक रूढ परम्परा अर्थात् अन्ध परम्परालाई बढी पुनर्स्थापित गर्न खोजिएको छ, चाहे इन्डियामा होस् चाहे नेपालमा होस् चाहे अन्तर्राष्ट्रिय रूपमा त्यो जुन छ त्यो अलि जातीयता, नस्लवाद, धर्मान्धतालाई स्थापित गर्न खोजिएको छ र त्यसको प्रभाव चाहिँ नेपालमा पनि अहिले मधेसमा देखिएको। एक मिनट वास्तवमा उनी पाण्डे हुन्, केदारनाथ पाण्डे भएर जन्मियो, राहुल साङ्कृत्यायन भएर मर्यो। उनी मर्दा चाहिँ त्यो बाउको थर पाण्डे राखेपछि 52 जनाउँछ भनेर सरकै कुरामा म सपोर्ट गर्नुला। बनारसमा बस्दाखेरिमा एउटा धर्मशालामा बाउको नाम लेख्ने ठाउँमा उनले काटेर हिँडेका छन् र उनले कतिपय अवस्थामा केदारनाथ संस्कृत भनेर पनि लेखेका छन्। उनको आर्टिकलहरूमा केदारनाथ पहिला केदारनाथ संस्कृत आयो, पछि राहुल भइसकेपछि राहुल साङ्कृत्यायन आयो। त्यो प्रसङ्ग फेरि छुट्ला भनेर मैले हुन्छ। अब हामी यो यतातिर जान्छौँ, 1-2टा वक्ताहरू 3-3 मिनटको। कोही यसो यो अहिलेसम्म उठेको कुराहरूमा के भन्न चाहनुहुन्छ भने 3 मिनटभित्र। जगत वशिष्ठ सर, मलाई यो विवाह 3 मिनट मात्रै। सरले के अनुसारले भने जस्तो लाग्यो अलिकति मैले कता पढेको भन्ने बेलामा उनले यात्रामा र यो ज्ञान पलायो भन्दा पछि उनले विवाह बाल्यकालमा बसेको थियो। उनलाई भनेको भने त्यो पारिवारिक रूपमा श्रीमती स्वीकार भएको ठाउँमा उनले खुट्टामा ढोकेर तिमी आजदेखि आमा आऊ श्रीमती हेर्नु भनेर आमालाई ढोकेर यात्रा प्रारम्भ गरेको भन्ने मैले कता पढेको थिएँ। सरले 3टा ठाउँमा श्रीमती विवाह गरेपछि विरोधाभास जस्तो लागेर मेरो अर्को ज्ञान पनि हुनसक्छ। यसलाई के प्रश्न पारिदिनु अरू कसै केही छ? भन्नुहोस् त। यो उनको जुन लेखन छ, उनको लेखन त चाहिँ व्यवहारिक पक्ष हुन्छ नि, त्यो चाहिँ नाम काट्ने कुरा भयो, त्यो व्यवहारिक पक्ष पनि चाहिँ धार्मिक कुरा विरुद्धमा लाग्ने कुरा भयो। उनको पाइने उनले लेखन र व्यवहारमा पाइने एउटा समान वा भिन्न पक्ष कतिको मेल खान्थ्यो अथवा कस्तो थियो भन्ने यसमा हामी आउँछौँ है। अब यसमा हामी पालो आउँछौँ। मैले मनोजीलाई नै अब कुरा गर्न चाहेँ। राहुलले हामीले कसरी बुझ्दैछ? बुद्धिस्ट हुन् कि उनी मार्क्सिस्ट भन्ने कि अब फरकमा बदलाव भइरहेछ, परिवर्तनको यात्रा हिँडिरहेछ? एक्चुअल हामीले उनले के भन्ने? मैले आधा मिनट त कन्फ्युजन होला भनेर आधा मिनटको समय त्यता दिन्छु, 2.5 मिनट त्यता लाग्छु है। अब सुरुमा उनको विवाह उहाँले भने जस्तै सन्तोषी भन्ने महिलासँग भएको हो। त्यो बाल विवाह हो। 40 वर्षपछि मात्रै उहाँसँग भेट भएको। जुन यहाँ कुरा आयो नि भाषा सिक्नका लागि बिहा गरेको भनेर, त्यो होइन। उहाँ रुस जानुभयो, लेनिनग्राडको युनिभर्सिटीले उहाँलाई बोलाएर संस्कृतको उहाँ महाविद्वान भएको कारणले गर्दाखेरि त्यहाँ लोलोसँग उनको भेट भयो। लोलो भनेको रसियन लाइब्रेरियन हुन्
दुईटाका बिचमा माया प्रेम भयो। इगोर्न भन्ने उनको चाहिँ छोरा पनि जन्मियो, त्यो बेला उनी जेलमा थिए। त्यसपछि गएर उनलाई ल्याउन पाएनन्, लोलोलाई तपाईँको चाहिँ भारत ल्याउन पाएनन्। ल्याउन नपाएका कारणले गर्दाखेरि कमलासँग उनको तपाईँको चाहिँ प्रेम भयो, उनको टाइपिस्ट हुन्, पछि विवाह भयो। यो तथ्य चाहिँ फरक परेको जस्तो लागेर मैले भनेको। अब उनी मार्क्सवादी भएर बौद्धिस्ट भएका होइनन् है। पहिला उनी आर्य समाजी हुन्। आर्य समाजीबाट ज्ञान खोज्दै जाँदाखेरि पाएनन्, फेरि तपाईँ चाहिँ बौद्धिस्टतिर गए। उनको एउटा प्रसिद्ध उपन्यास छ जय योदेव भन्ने, यो 1944 हो उहाँले लेखेको। यो गुप्त साम्राज्यमाथि आधारित छ यो उपन्यास। गुप्त साम्राज्यको बेलामा के भयो भन्नुहुन्छ भने बाहुनहरूले सम्पूर्ण बौद्धिस्ट तपाईँको चाहिँ सम्पत्तिहरू, त्यसका कृतिहरू वा त्यसका जुन मूल डकुमेन्टहरू त्यो जलाइदिएका थिए हेर्नुहोस्। त्यसले गर्दाखेरि भारतमा पनि तपाईँको बौद्धिस्टका चाहिँ सम्पत्तिहरू कायम छन् भन्ने क्रममा उहाँ धेरै ठाउँमा भौतारिनुभयो। श्रीलङ्का जानुभयो, अब 4 पटक त उहाँ तिब्बतै जानुभयो। 22 वटा खच्चरमा तपाईँको चाहिँ कृतिहरू तपाईँले लादेर ल्याउनुभयो होइन। त्यही क्रममा उहाँको नेपाल यात्रा पनि हो। त्यसैले गर्दाखेरि उनी तपाईँको चाहिँ बौद्धिस्टबाट मानवको व्यक्तिगत मुक्ति भए पनि आम रूपमा हुन सक्दैन भन्ने ठहराइ भइसकेपछि नै उहाँ नेपाली भारतीय काङ्ग्रेस पार्टीको मन्त्री हुनुहुन्थ्यो, जिल्लाको तपाईँको सचिव हुनुहुन्थ्यो होइन। किनभने बिहारमा त सबैभन्दा बढी गान्धीको प्रभाव थियो। पछि 1939 उहाँ कम्युनिस्ट पार्टीसँग जोडिनुभयो। सीपी जोशीले नै हो उहाँलाई सदस्यता दिएको, उहाँ महामन्त्री हुनुहुन्थ्यो। र पछि उहाँ जेल पर्नुभयो यो सत्याग्रह आन्दोलनको बेलामा। र पछि तपाईँको चाहिँ मेरो विचारमा 1948 यस्तैमा अब यो कुन भाषालाई राष्ट्रिय भाषा बनाउने भन्ने बारेमा विवाद चलेर उनलाई पार्टीबाट हटाइयो। यहाँ अघि एउटा तथ्य के आयो भने पछि उहाँ त्योबाट लाग्नु भएन भन्ने कुरा हो, त्यो पनि होइन। पार्टीबाट निष्कासन भएपछि फेरि 1955 उहाँले पार्टी जोइन गर्नुभएको छ। त्यसैले गर्दाखेरि उहाँ मूल रूपमा मार्क्सवादी नै हो होइन। उहाँले बुद्धका कतिपय कुरालाई मार्क्सवादसँग समन्वय गर्न खोज्नुहुन्थ्यो। जस्तै कि तपाईँ चाहिँ क्षणिकवादलाई उहाँले द्वन्द्ववादसँग जोड्न खोज्नुहुन्थ्यो कि पार्टीमा उहाँको अन्तर्विरोध त्यही हो। अर्को अनात्मवाद, अघि सामान्य कुराकानी भयो। अब मान्छे मरिसकेपछि आत्मा जीवित रहन्छ, आत्मा कुनै चिजमा गएर तपाईँ चाहिँ फेरि निरूपण हुन्छ भन्ने जुन विभिन्न धर्मको चाहिँ आत्मवाद हो, उहाँ त्यो आत्मवाद विरोधी हो। तपाईँको चाहिँ बौद्धिस्ट संस्था, बौद्धिस्ट दर्शन, अनात्मवाद र क्षणिकवादलाई उहाँले द्वन्द्ववादसँग तुलना गर्नुहुन्थ्यो कि अर्थात् बुद्ध दर्शनभित्रको अनात्मवाद र बुद्ध दर्शनभित्रको क्षणिकवादलाई मार्क्सवादसँग जोड्न खोज्नुहुन्थ्यो। उहाँको गडबड त्यहीँनिर थियो हेर्नुहोस्। अब यहाँ सबै कुरा हुनु पर्यो। जस्तै अब यहाँ थुप्रो छ कि 150 वटा कृति छ है। मैले अब विधानसभालाई पनि जोड्न खोजेँ। दिमागी गुलामीको कुरा पनि छ नि सर यो है। अब हामी अब विशेष गरी कथित राष्ट्रवादको कुराहरू जोडेका छौँ होइन। हामी आफ्नो नेपाली भएपछि नेपालकै धर्म संस्कृति वेद जे छ त्यही नै ठिक छ, बाहिरको सबै बेकार हो, त्यसमा कथित राष्ट्रको छ। अहिलेको जुन एउटा साम्राज्यवादी एल्गोरिदमले होइन हाम्रो दिमागलाई नै पुरै एउटा गुलाम बनाइरहेको अवस्था छ। यो दिमागी त्यो सन्दर्भमा सर यो दिमागी राहुलको दिमागी गुलामीलाई हामीले कसरी पुनर्व्याख्या गर्ने, कसरी बुझ्ने? वास्तवमा राहुल चाहिँ के थिए भनेर आयो नि यहाँ, हिन्दू के थिए। उनले एक ठाउँ भनेका छन् मानवतावादी मान्छे हुनु, उनी चाहिँ ह्युमेनिस्ट मात्रै हुन् कि त्योभन्दा बाहेक कुनै पनि धर्मसँग मेरो लगाव छैन भन्ने कुरा पनि उनले कहीँ कतै उल्लेख गरेका छन्। अब यो उनको गुलामी के हो भन्ने कुरामा चाहिँ म उनी गुलामै होइन, उनी स्वतन्त्र मान्छे हुन चाहिँ। तर उनी स्वतन्त्र मान्छे के भने विचार त गुलाम भइरहेको छ नि त, विचार गुलाम भइरहेछ। तर त्यो जहाँ गएर जुन परिवेशमा उनले अध्ययन गर्दै अनुभव गर्दै गए त्यो अवस्थामा उनको विचारहरू परिवर्तन पनि हुँदै गएको छ। उनी पाण्डे थरमा जन्मिया मान्छे, पछि गएर एकजना दलित महिलासँग पनि उनको बिहा भएको छ कि उनका श्रीमतीहरूमध्ये एकजना श्रीमती चाहिँ दलित हुन्। राहुलका श्रीमतीमध्ये नेपाली हुन् कि को हुन्? कमला नै दलित हुन्। अब त्यस कारणले गर्दा उनी चाहिँ परेको हरेक कुरालाई चिर्दै त्यसलाई चाहिँ विभेद गर्दै हिँड्ने मान्छे हुन् कि उनी त्यो गुलाम भन्दा पनि त्यो परिस्थितिलाई भञ्जन गर्दै हिँड्ने मान्छे। उनी स्वतन्त्रताका उनी त गुलाम होइनन् कि उनले विचारहरूलाई मान्छे जुन गुलाम बनाइरहेको छ नि सर, सामन्तवादले साम्राज्यवादलाई अहिलेको समाजमा पनि त्यो सन्दर्भमा जुन दिमागी गुलामी भन्ने कृति छ नि उनलाई, अब हामीले कसरी त्यसलाई अब अहिलेको सन्दर्भमा प्रयोग गर्ने? अब दिमागी गुलामी भन्ने उनको कृतिले भनेको कुरालाई अझ भित्र गएर यदि हेर्ने हो भने हामी सबै खालका विचारहरूलाई अर्को विचार दिने,
काट्ने अर्को विचार दिन हामी स्वतन्त्र छौँ पनि भन्छ त्यसले सँगसँगै पनि कसैको गुलाम भएर बस्नु आवश्यक छैन। जस्तो मार्क्सवाद आयो त्यसलाई पनि अर्कोले खण्डन गर्ला, पुँजीवाद आयो त्यसलाई पनि अर्कोले खण्डन गर्ला, रहस्यवाद आयो त्यसलाई अर्कोले खण्डन गर्ला, अब साहित्यमा छायावाद आयो त्यसलाई अर्कोले खण्डन गर्ला। त्यस कारणले यो विचारको स्वतन्त्रता चाहिँ तिमी लिएर हिँड भन्ने राहुल साङ्कृत्यायनको विचार हो। म पनि स्वतन्त्र छु, तिमी पनि स्वतन्त्र हुनुपर्छ। उनको विचारले हामीलाई गाँजेको छ भने त्यो गुलामी हाम्रो हो कि त्यो उनको विचारले हामीलाई गरेको त्यो भन्दा पनि मैले चाहिँ त्यसरी बुझ्छु त्यसलाई। राहुल साङ्कृत्यायन एकदम स्वतन्त्रतापूर्वक हरेकले आफ्नो विचार अनुसार आफ्नो जीवन सञ्चालन गर्न पाउनुपर्छ भनेर लड्ने मान्छे हो। त्यसरी उनलाई कसैले रोकेन। सरले यो दिमागी गुलामीको बारेमा एल्गोरिदमको कुराहरू छन्, साम्राज्यवादी गुलाउँदै गइरहेको छ विचारको, यसलाई कसरी हामीले अहिले फेरि पुनः एउटा यस्तो कस्तो भन्दाखेरि चाहिँ राहुल साङ्कृत्यायन दिमागी गुलामी भनेर जुन लेखेको वास्तवमा यो साम्राज्यवादी शक्तिहरू विस्तारवादी शक्तिहरूले संसारभरि जुन आफ्नो हेजेमोनी कायम गर्न खोजिरहेका थिए, आधिपत्य कायम गर्न खोजिरहेका थिए, खास गरेर ब्रिटिस साम्राज्यवाद, त्यसपछि पोर्चुगिज साम्राज्यवाद, फ्रान्सेली साम्राज्यवाद, अर्को कुनै साम्राज्य, यिनीहरूले जसरी विश्वव्यापी रूपमा आफ्नो चाहिँ विचार र आफ्नो शासनलाई लादिरहेका थिए, त्यसले संसारभरिका तेस्रो विश्वका मान्छेहरूलाई, गरिब देशका मान्छेहरूलाई, कमजोर राष्ट्रहरूलाई, साना देशहरूलाई जुन प्रभाव पारेको थियो र जसरी उनीहरूले आफ्नो आधिपत्यभित्र शासन गरिरहेका थिए, एक किसिमले विश्वमा एउटा निश्चित तानाशाहले संसारलाई शासन गरे जस्तो गरेर जुन शासन गरिरहेका थिए, त्यसमाथि उनले चाहिँ प्रहार गर्नलाई यो दास मानसिकताबाट मान्छेहरू मुक्त हुनुपर्छ र त्यो कसैको पनि संसारका कुनै पनि के भन्दाखेरि चाहिँ त्यो वैचारिक साम्राज्यलाई हामीले स्वीकार गर्नु हुँदैन। त्यो वैचारिक होइन, सांस्कृतिक साम्राज्यलाई पनि स्वीकार्नुहुन्न, राजनैतिक साम्राज्य पनि स्वीकार्नुहुन्न, आर्थिक साम्राज्य पनि स्वीकार्नुहुन्न। हामीले हाम्रो समाजलाई आफ्नै स्वतन्त्र र मुक्त परिवेशमा चाहिँ निर्माण गर्दै जानुपर्छ भन्ने अर्थमा चाहिँ उहाँले त्यो दिमागी गुलामी भनेर लेख्नु भएको हो। त्यसो भन्नुको अर्थ के हो त भन्दाखेरि विश्व साम्राज्यवादीहरूले संसारभरि लादेका जुन भाषिक, वैचारिक, राजनैतिक, आर्थिक र त्यसको सँगसँगै उनीहरूले आफ्नो सांस्कृतिक साम्राज्य जुन विश्वव्यापी रूपमा फैलाइरहेका थिए र मेरो संस्कृति नै सर्वोत्कृष्ट संस्कृति, मेरो भाषा नै सर्वोत्कृष्ट, मेरो विचार नै सर्वोत्कृष्ट, मेरो दर्शन सर्वोत्कृष्ट भनेर जुन उनीहरूले विश्वव्यापी रूपमा प्रचार गरेर संसारभरिका मान्छेलाई आफ्नो दास बनाउने जुन षड्यन्त्र गरेका थिए, त्यसको विरुद्धको यो अभियान हो भन्ने मलाई लाग्छ। त्यसले गर्दाखेरि चाहिँ के भन्दाखेरि उहाँले भने जस्तो उनले के त भन्दाखेरि हामीले त्यसबाट विद्रोह गर्नुपर्छ, हुँदैन यसरी हैन। तिनीहरूले जहिले पनि हामीलाई दास बनाइरहन्छन्, हामी त्यसबाट विद्रोह नगर्ने हो भने त हामीले त कहिले पनि स्वतन्त्रता भोग गर्न पाउँदैनौँ, मुक्ति भोग गर्न पाउँदैनौँ। हामीले कुनै पनि कुरामा समृद्धि हामीसँग आर्थिक हो, राजनैतिक, सामाजिक, सांस्कृतिक, वैचारिक जुनसुकै खालको चाहिँ समृद्धि हो त्यो चाहिँ हामीलाई प्राप्त हुन सक्दैन। त्यसले गर्दा मानिस स्वतन्त्र बाँच्नको निम्ति कोसिस गर्नुपर्छ, प्रयास गर्नुपर्छ, सङ्घर्ष गर्नुपर्छ भन्ने कुरालाई उनले यसबाट चाहिँ दिन खोजेका हुन् जस्तो लाग्छ मलाई चाहिँ। यतातिर फेरि म यतातिर आएँ, 3-3 मिनटमा कोही 2जना वक्ताहरू कसै अहिलेसम्म उठेका कुराहरूमा केही फरक कुरा छ, केही टिप्पणी छ भने ल हुन्छ म्यामले भन्नु, नाम भनेर भन्नुहोस् त म्याम। म चिरीको शोभा ताम्राकार। उहाँले चाहिँ कति 150वटा कृति लेख्नुभएको हो किताब, 137 त्यसमा चाहिँ एउटा किताब मेरो बाको जीवनी लेख्नुभएको छ, नेपालका सिपाही धर्मरत्न यामी भनेर। उहाँले चाहिँ मेरो बुवा टिबेटमा गएको बेलामा, त्यसै 19-20 वर्षको उमेरमा टिबेटमा गएको बेलामा राहुल संस्कृत्यायनको भेट भएको थियो। अनि त्यहाँ चाहिँ उहाँले चाहिँ टिबेटन भाषा नजानेको, अब बाले चाहिँ हिन्दी पनि नेपाली पनि अब टिबेटन पनि भाषा जानेको हुनाले चाहिँ उहाँसँग सङ्गत भयो। सङ्गत भइसकेपछि चाहिँ बुद्धिज्मको बारेमा धेरै कुरा चाहिँ उहाँले सिक्नुभयो र मेरो बुवाले पनि सिक्नुभयो। पछि अनि नेपालमा आउँदाखेरि पनि जहिले पनि मेरो बुवाकै घरमा बस्नुहुन्थ्यो है, बस्नुहुन्थ्यो। यो बुद्धिज्मको बारेमा धेरै नै डिस्कसन गर्ने, हामी जन्मनभन्दा अगाडिको कुरा गरेको मैले है। अनि बुवाले भनिराख्नुहुन्थ्यो कि अनि किताब चाहिँ त्यसरी छापेर उहाँहरूको कनेक्सन यस्तो थियो। पछि एकचोटि कनकन दीक्षितज्यूले चाहिँ राहुल संस्कृत्यायनको चाहिँ केही चिठीहरू छ कि तपाईँको बुवासँग भनेर हामीसँग मागेको थियौँ, हामीले चाहिँ भेटाइन। पछि यता आइसके बुवासँगै कन्ट्याक्ट भइसकेपछि यहाँ आएपछि उहाँहरूसँगै मिलेर यहाँ नेपाली
बिहा गर्नेमा चाहिँ मेरो बुवाको पनि हात छ भन्ने चाहिँ कुरा हामीले थाहा पाएको त्यति नै। ए हुन्छ अरू कसै केही छ 3 मिनेटभित्र एउटा कुरो म हुन्छ, गोपीन्द्र पौडेल यो धेरै विद्वानहरूको भनाइ के छ भने राहुल साइकिलियनले मार्क्सवादी दर्शनको शिक्षा दिए प्रशस्त लेखे तर उनी स्वयं मार्क्सवादी थिएनन् भन्ने कुरो छ कि यस्तो कुरो यो हो कि होइन र म यो धेरैपल्ट सुनेर धेरैपल्ट छलफल बहसमा पनि आएको कुरो हो यो मार्क्सवादी दर्शनको बारेमा प्रशस्त लेखे धेरैभन्दा धेरैलाई प्रशिक्षित गरी र उनका कृतिहरू पढेर होइन धेरै व्यक्तिहरू के गरे मार्क्सवादतर्फ आकृष्ट भए प्रभावित भए तर उनी अन्तर्यमा स्वयं उनी मार्क्सवादी चाहिँ थिएनन् भनेर धेरै कुरो चाहिँ आइरहेका हुनाले यो के हो त वास्तवमा हो कि होइन मैले सुनेको बुझेको अध्ययन गरेको कुरो गलत पनि हुनसक्छ हो के त भन्ने कुरो मलाई हुन्छ हुन्छ सर हुन्छ चाहिँ यस्तो होला यो भन्नुहोस् उनी चाहिँ त्यो प्रगतिशील धारका अनुयायी भन्दा पनि त्यसको त अनुयायी त्यो ढङ्गले त हुन् तर त्यो उनी भौगोलिक यात्री मात्रै होइनन् जस्तो लाग्छ विचारका पनि यात्री हुन् त्यति चाहिँ मूल कुरो चाहिँ त्यो हो जस्तो लाग्छ मलाई चाहिँ जहाँ गए पनि जुन कुरो जस्तै तिब्बत गए तिब्बतमा गएर पनि बौद्ध धर्मको बढी उ गरेका त उनले यतातिर त बरु बढी मार्क्सवादी थियो उनी तिब्बतमा गएपछि उनी बढी बौद्ध धर्मको अध्ययन उनले बढी त्यहाँ गरे त्यहीँबाट सामग्री लिएर अब जेएनयुको पुस्तकालय भरियो भन्ने पनि छ होइन त्यसै कारण उनी विचारका पनि यात्री हुन् भनेर बुझ्नुपर्छ कि जस्तो लाग्छ हुन्छ म अब यता फेरि यतिर नै आएँ अब यहाँ एउटा कुरा उठ्यो कि राहुल भनेको महापण्डित एउटा ठुलो अब त्यत्रो 137वटा कृति हो यता बुद्धिजीवी भइहाले मैले मनोजीलाई प्रश्न सोधेँ उहाँ एउटा बौद्धिक व्यक्तित्व एउटा शास्त्रीय बौद्धिक मात्रै हो कि जनतासित जोडिएको बुद्धिजीवी हो सर उहाँ त जनतासँगै जोडिएको मान्छे हो उहाँले पटनामा बिहारमा भारतभरि गरेका किसान आन्दोलनहरू हेर्नुहोस् त किसान आन्दोलनकै क्रममा हुन त उहाँ गिरफ्तार भएर तपाईँले 2.5-3 वर्ष जेल परेको 29 महिना त्यति मात्र नभएर तपाईँले चाहिँ भारत स्वतन्त्र हुने बेला भने उहाँ जेलमै हुनुहुन्थ्यो पार्टीले उहाँहरूको चाहिँ जनयुद्ध चलायो जनयुद्ध किन चलायो भने भारतले यो गान्धीको असहयोग आन्दोलनमा सहभागी भएन कि कम्युनिस्ट पार्टी किन भएन भन्दा रुस र बेलायत मिलेको हुनाले बेलायतको भारतमा साम्राज्य अनि किन तपाईँले बेलायतको विरोध गर्ने भनेर उनीले तपाईँले त्यसलाई तपाईँको चाहिँ मोड्नका लागि जनयुद्धको कुरा गरे तर उनीले तपाईँको चाहिँ के अरे राहुलले जेलबाट त्यसको विरोध गरे यो तपाईँको गलत बाटो हो भनेर होइन 1955मा त उहाँ फेरि पार्टीमा तपाईँले जोडिनु भएको छ हो त्यसले गर्दाखेरि तपाईँको चाहिँ उहाँ के अरे शास्त्रीय बुद्धिजीवी होइन कि जनतासँग जोडेको जुन अघि मैले कुराकानी गरेँ नि 8वटा नाटकका जस्तै 8वटा नाटकमा मेहरुनकी अवस्था भन्ने छ मेहरुन भनेको आइमाईलाई भोजपुरीमा तपाईँको चाहिँ श्रीमतीलाई मेहरू भन्छन् कि मेहरुनकी अवस्था भन्ने बारेमा तपाईँको चाहिँ लेखेका छन् त्यो कति तपाईँको चाहिँ उस भन्नुहोस् त सामान्य जनताले बुझ्ने गरी तपाईँको उनका सबै तपाईँका कृतिहरू छन् कि जस्तै अहिले यहाँ तपाईँको उसको कुराहरू आयो नि उनका अरू तपाईँको चाहिँ कृतिहरूका कुराहरू सामान्य मर्कस बाबा ये जो कैसे खत्म होंगे जुगाका कुराहरू मार्कसका कुराहरू शोषणका कुराहरू उनले सबै के कुरामा मैले जोड दिएका छन् भने स्थानीय भाषामा त्यो बेला भनौँ न 1940 को भारत कस्तो थियो होला 1940 को भारतको कल्पना गर्नुहोस् त कति मान्छेहरू पढे लेखेका थिए होला कति चेतनशील थिए होला होइन अब अहिले पनि भनिन्छ भारतमा तपाईँले झन्डै झन्डै 29 करोड बालबालिकाहरू तपाईँले कुपोषणका शिकार छन् भन्छ नि 80 करोडभन्दा बढीले तपाईँले बाहिर खुला दिशा पिसाब गर्छन् भन्छ नि अहिले पनि हेर्नुहोस् त्यो बेलाको कल्पना गर्नुहोस् त भारतको तिनीहरूले बुझ्ने गरी उनले तपाईँको चाहिँ आफ्ना सबै कृतिहरूको रचना गरेका छन् अघि जुन हाम्रो यहाँ कुराकानी आयो नि तपाईँले यो दिमागी गुलामीका कुराहरू दिमागी गुलामी के हो भन्नुहोस् त महात्मा गान्धीका जुन त्यो बेला समाजमा व्याप्त विचार छन् त्यसको खण्डन हो नि साम्राज्यवादका कुराहरू होइनन् कि दोस्रो कुरा बाहुनहरूको जुन तपाईँको चाहिँ अछुतहरूलाई के चाहिन्छ भन्ने कुरा छ अछुत व्यवस्थाका विरुद्धमा हो नि तपाईँको चाहिँ के अरे यो दिमागी गुलामीलाई के 6-7वटा लेख छन् त्यसमा मानव समाज के हो त्यसपछि गएर तपाईँको चाहिँ शिक्षामा के आमूल परिवर्तन गर्ने होइन गान्धीवादले कसरी गाँजेको छ हो त्यसले गर्दाखेरि उहाँ तपाईँको चाहिँ जनतासँग जोडिएको तपाईँ एउटा आन्दोलनकारी र किसान आन्दोलनसँग जोडिएको एउटा सुन्दा प्रेमी व्यक्ति हो शास्त्रीय मान्छे होइन एक दोस्रो कुरा मार्क्सवाद र बौद्ध दर्शनलाई उहाँले कहाँनिर समस्या पारेको हो भने समस्या होइन अनातमवाद र श्रेणीवादलाई लिएर गएर समन्वय गर्न खोजेका हुन्थे
मार्क्सवादी दर्शनसँग। द्वन्द्वात्मक भौतिकवाद भन्नु र क्षणिकवाद भन्नु एउटै हो। यदि तपाईँलाई क्षणिकवादको तपाईँको चाहिँ बुद्धले कल्पना नगरेको भए द्वन्द्वात्मक भौतिकवादको विकास हुन्न थियो भन्ने मान्यता राख्नु। त्यो हुबहु त्यही हो भनेर भन्नुहुन्न थियो। कोर्डिनेसन गर्न खोज्नु कि समन्वय गर्न खोज्नु, समस्या त्यहाँनिर हो। विधान सर, अब मैले कुरा गर्न खोजेँ 6000 BC-देखि है 1942 इस्वीसम्मसम्म यति लामो एउटा इतिहासमा है उहाँले एउटा कथाको माध्यमले लेख्नुभयो कि बलगासे गङ्गा त। त्यसलाई हामीले अलिकति त्यो इतिहासलाई, कला साहित्य समाजलाई होइन एउटा कथाको मात्र बलगासे गङ्गा त लेख्नुभयो नि, त्यसलाई अब हामीले अलिकति बुझ्न पर्यो भने कसरी बुझाउँछ त्यसलाई? अहिले त्यो युरोपको समाजको विकास र त्यो समाजको चलायमान अवस्था भनौँ त्यो र हाम्रो समाजको विकास र हाम्रो चलायमानको अवस्था चाहिँ फरक छ। त्यो फरक चाहिँ हामी चाहिँ बढी रूढीमा जकडिएका छौँ। यदि त्यसलाई हेर्ने हो भने राहुल साङ्कृत्यायनका आँखाले यदि हेर्ने हो भने हाम्रो समाज भने रूढीमा जकडिएको समाज। त्यो रूढीमा जकडिएको समाजले आफूले आफूलाई तिमी मुक्त गर्न सक्दैनौ, तिमीले अरूलाई कसरी मुक्त गर्न सक्छौ? पहिला त आफू मुक्त भएर देखाउनु पऱ्यो नि। राहुल साङ्कृत्यायनको भनाइ पहिला तिमी आफू मुक्त हो न, यो विचारहरूबाट तिमी आफू मुक्त हो, अनि बल्ल अरूलाई मुक्तिका निमित्त तिमी सहायता गर्न सक्छौ। तिमी आफै जकडिरहेछौ। अघि तपाईँले भन्नुभयो नि दिमागी गुलामी, उसले भनेको त्यो दिमागी गुलामीको कुरा मैले फेरि भन्न चाहेँ यहाँ। यसबाट तिमी मुक्त हो भने अल्गोरिदम आयो भने त्यो अल्गोरिदमबाट मुक्त हो, त्यसमा रुमलिएर बस भने होइन। त्यसैले युरोपियन समाजको तुलना गरेर हाम्रो दक्षिण एसियाली समाज परिवर्तन हुने होइन। यो दक्षिण एसियाली समाजका आफ्नै खालका विकृत अवस्थाहरू छन्। ती खास गरी धर्मसँग गाँसिएका छन्। यसरी गाँसिएका छन् कि जस्तो महिलाको अवस्थादेखि लिएर समाजमा पण्डितहरूको अवस्थादेखि लिएर अब जब भोल्गाबाट चाहिँ यता गङ्गासम्म आइपुग्दा समाजका पण्डितहरूको अवस्था, तिनीहरूले बिगारेको समाज, त्यहाँभित्र रहेको यौन दुराचारीपन, त्यो पण्डितहरूको त्यो भित्र रहेको यौन दुराचारीपन, ती सबै कुरालाई उनले उजागर गरेका छन् नि त। त्यो उजागर गर्नुको उद्देश्य के भने यो समाजका यी कुराहरू विकृत हुन्, यसलाई परिवर्तन नगरिकन समाज परिवर्तन हुँदैन। त्यस कारणले समाजलाई यदि परिवर्तन गर्ने भने आफ्नो रहनसहन, आफ्नो जीवन, यो बोकिआएका चिजलाई पनि फाल भने राहुल साङ्कृत्यायनले तिम्रो दिमागमा जे छन् त्यसलाई पहिला फाल, पहिला यो मैलो भरिएको पानीलाई फाल अनि बल्ल सफा पानी हाल भने न राहुलले भने। ठिक छ। ईश्वर सरलाई जस्तै उनले एउटा आत्मकथा पनि लेखे सर होइन। अब उनको त्यो कथालाई अब हामीले उनको व्यक्तिको कथा हो कि युगको कथा हो कि होइन, मेरो आत्मकथा लगायतको कुराहरू आएको छ नि कृतिहरू, यसलाई हामीले कसरी बुझाउँछ? होइन, उहाँले जति पनि आत्मकथाहरू लेख्नु भएको छ र आत्मसंस्मरण भन्दा पनि हुन्छ। उहाँ जहाँ जहाँ जानुभयो, जस्तो जस्तो सामाजिक परिवेशलाई भोग्नुभयो, जस्तो कल्चरसित उहाँ भिज्नुभयो, जस्तो जस्तो जातिहरूसित चाहिँ उहाँले आफूलाई हेलमेल गर्नुभयो, विभिन्न ठाउँमा जहाँ जहाँ पुगेर त्यहाँको वस्तुगत परिस्थिति, त्यहाँको सामाजिक परम्पराहरू जे जति उहाँले भोग्नुभयो, त्यसलाई चाहिँ वास्तवमा उहाँले आत्मसंस्मरणको माध्यमबाट त्यसलाई देखाउन खोज्नुभयो। खासमा उहाँ के भन्दाखेरि आफूले आफ्नो जीवनलाई प्रस्तुत गर्नुभन्दा पनि पहिले उहाँले समाजलाई आफ्ना हरेक रचनाहरूमा समाजलाई प्रतिबिम्बित गर्न खोज्नु भएको छ। जस्तो भोल्गासे गङ्गाको कुरा उठाउनुभयो, त्यो पनि के भन्दाखेरि मानव समाज, आदिम समाजदेखि लिएर वर्तमानसम्म कसरी डेभलप भएर आएको, विकासवादी सिद्धान्तसित कता मिल्दोजुल्दो, त्यसको कल्चरमा, त्यसको विचारमा, त्यसको परम्परागत जुन धार्मिक मूल्य मान्यताहरू छन्, रूढिवादी संस्कार होइन, जे छन् तिनीहरूलाई कसरी चाहिँ उनले गर्दै आयो होइन, त्यतिखेर चाहिँ कस्तो थियो। जस्तो हामीले देख्छौँ नि सबै ठाउँहरूमा, हाम्रै पुराणहरूमा पनि हामीले के देख्छौँ भन्दाखेरि जस्तो अब बाउले छोरीलाई बिहा गरेको होइन, जस्तो ब्रह्माले सरस्वतीसँग बिहा गर्यो, अर्काले अर्कोसित बिहा गर्यो भनेर, जस्तो पुलोमाले होइन आफ्नै छोरीसित बिहा गरे, पुलोमा आफ्नो बाउसित बिहा भनेर जुन छ नि, त्यो उनले पनि त्यसमा देखाउनु खोजेका छन्। पहिले चाहिँ के थियो भन्दाखेरि दिदी बहिनी आफ्नै परिवारभित्र बिहा गर्ने चलन, पछि गोत्रको चलन आयो, त्यसपछि फरक आयो, यस्तो यस्तो गरेर मात्रै डिफ्रेन्ट। अब यस्ता कुराहरू उहाँ देखाउँदै देखाउँदै त्यो विकृतिको रूपमा भन्दा पनि मानव समाजको विकास कसरी भयो, मानव कुन अवस्थाबाट कहाँ आइपुग्यो, कस्ता कस्ता परिस्थितिहरू पार गर्दै ऊ यहाँ आइपुग्यो र अहिलेको मानवको रूपमा स्थिति अवस्थित छ भन्ने कुरालाई उनले आफ्ना रचनाहरूबाट देखाउन खोजेका छन्।
प्राय उनले के गरेका छन् त पूर्वेली वेद जुन छ वैदिक समाज त्यो समाजलाई आधार बनाउँदै उनले नयाँ समाजलाई पनि र खास मार्क्सिजमलाई पनि अलिकति त्यसमा प्रसार गर्न खोजेका छन्। अब यहाँ आयो नि उनी मार्क्सवादी हुन् कि होइनन्, वस्तुतः उनी अन्तरात्मामा उनी मार्क्सवादी होइनन् भन्दा पनि हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। किन भन्दाखेरि उनले हरेक कुरा चेन्ज गर्दै गयो कि आफू बाहुनबाट अर्को भयो, अर्कोबाट अर्को भयो, अनि एउटा बुद्ध भएर लास्टमा चाहिँ उनले आफ्नो जीवनको अन्त्यमा उनी बुद्धिस्ट नै भएर बितेका हुन्। अब प्रश्न के हो त भन्दाखेरि चाहिँ उनले जुन आत्मा संस्मरणहरू लेखेका छन् त्यो संस्मरणमा तपाईँले पढ्नुभयो भने विभिन्न ठाउँका मानव जातिहरूले आफ्नो जीवनलाई कसरी गुजारा गर्थे, उनीहरूको संस्कृति कस्तो, लवाइ खवाइ कस्तो थियो, उनीहरूको सामाजिक परिवेश कस्तो थियो, त्यहाँ भौगोलिकता वातावरण कस्तो थियो भन्ने कुरालाई चाहिँ बडो राम्रोसँग सटिक ढङ्गले उनका आफ्ना संस्मरणहरूमा प्रस्तुत गरेका छन्। त अब रसमा जानुहोस्, त्यहाँको वातावरण छ, त्रिवेटमा त्यहाँको वातावरण छ, नेपाल त्यहाँको वातावरण छ, दार्जिलिङमा त्यहाँ पनि वातावरण छ, नेपालमा आकर्षणमा विभिन्न ठाउँ उही इन्डियामा जहाँ आफू बसे भनौँ, बिहारको भन्नुहोस्, उत्तर प्रदेशको भन्नुहोस्, अथवा यो सबै चिजहरूको वातावरणलाई उनले त्यसमा प्रस्तुत देवानी सरले भनेको कुरामा नि म एउटा आत्मकथाको कुरा मात्रै प्रसङ्ग गर्छु। जति बेला उनी तिब्बत गए, तिब्बत गएको बेलामा त्यहाँ कसैले पाहुनाको रूपमा उहाँलाई गाईको मासु खुवायो होइन, एउटा घटना छ। गाईको मासु खुवाएपछि यतिखेर उनलाई मासु मिठो लाग्यो, तर गाई भन्ने उनलाई थाहा भएन। पछि त्यो आत्मकथामा उहाँले उल्लेख गर्नुभएको छ। अनि पछि यस्तो मिठो मासु के को हो भनेर सोधेपछि गाईको मासु भनेपछि उनले भमिट गरे। भमिट गर्दा एउटा शब्द प्रयोग गरे उनले, मै भित्रका ब्राह्मण जाग उठा, यस्तै केही शब्द छ, मलाई अहिले ठ्याक्क मैले भन्न खोजेको के हो भने उनी भौतिकवादी नै हुन्। र त्यसैमा अर्को कुरो उल्लेख छ, मैले गेवाली सरको कुरामा अलिकति भन्न खोजेको त्यही आत्मकथामा कसैले सोधेको छ उनलाई, तिमी के हो भने म मार्क्सवादी हुँ भनेकै छन् उनले। यहाँहरूले अब मनोजीले यो बारेमा, किनकि मैले त्यो अलिक पुरानो सन्दर्भ भए हुनाले मलाई धेरै अहिले ख्याल भएन, तर उनले त्यहाँ आफूलाई मार्क्सवादी भनेरै प्रस्तुत गरेका छन् भन्ने लाग्छ मलाई। अरू कसैको केही छ? 1956मा चाहिँ उनले अलि होइन भने ए हुन्छ, अरू कसैको केही छ? एउटा वक्तामा लिन्छ यताबाट। पहिले अनुमति लिएको हुन्छ सर, बाँकी काम चलाउने गर्छ यहाँको। धन्यवाद सर। राहुल शास्त्री त्यहाँलाई पनि साम्यवाद हुनु के हो भने त्यो दिन हामी पढाएको थिएन होइन। अब त्यो पढ्दाखेरि पछि उहाँले लेखेको किताबहरू पढ्दाखेरि के देखिन्छ भने बुद्ध फिलोसफीबाट, बुद्धिस्ट फिलोसफीबाट प्रभावित छ भन्ने लाग्छ। किन भन्दाखेरि मैले एउटा के अरे बुद्धिस्ट सम्बन्धी पत्रिकाहरू सम्पादन गर्दाखेरि पहिला बुद्धिस्ट दर्शन भनेको कस्तो छ भने धेरै तपाईँको यथार्थवादी भौतिकवादी दर्शन छ धेरै। पछि अन्तमा आजहरूसँग थोरै जोड्यो भने मूलत के अरे राहुल शास्त्रीलाई त्यहाँ लगेको चाहिँ भौतिकवादी नै हो, उहाँ त्यसबाट नै प्रभावित हो। र अनि त्यसका साथै चाहिँ के भने यथार्थवादी र समाज परिवर्तन गर्ने प्रगतिशीलवादी हो, प्रगतिशील टाइपको। जस्तै अब मार्क्सवादी नभए पनि उहाँले मैले समाजलाई केही गर्नुपर्छ भन्ने एउटा भावना बोकेर प्रगतिशील धारबाट चाहिँ बौद्ध दर्शन जस्तै अगाडि बढेको दर्शन उहाँले प्रतिपादन गरेको भन्ने मलाई लाग्छ। यति नै हो। हुन्छ सर, म मनोज शर्मा आएको फेरि यतातिर गएँ। यो उहाँ भारतको कम्युनिस्ट पार्टीमा पनि जोडिनु गयो, तर त्यो भारतको कम्युनिस्ट पार्टीसित म थुप्रै मतभेदहरू पनि थिए कि सर, त्यो अलिक त्यो प्रश्न कोटाइदिनु न। थुप्रै मतभेदहरू त होइन, तीनवटा कुरामा उहाँको मतभेद देख्यो कि पार्टीसँग। एउटा त बुद्धको क्षणिकवाद र अनातमवादलाई उहाँले मार्क्सवादसँग जोड्न, समन्वय गर्न खोज्ने, जोड्न पनि नभनौँ। यदि क्षणिकवाद तपाईँको चाहिँ द्वन्द्ववाद जस्तै हो, क्षणिकवाद नभएको भए बुद्धको, तपाईँको चाहिँ मार्क्सलाई तपाईँको चाहिँ द्वन्द्वात्मक भौतिकवादको कल्पना गर्न गाह्रो पर्थ्यो भन्ने उनको मत थियो होइन। अर्को अनातमवादलाई पनि उहाँले तपाईँको मान्छेको मृत्युपछि केही बाँकी रहन्न, कुनै आत्मा रहन्न भन्ने कुरालाई मार्क्सवादसँग तपाईँको चाहिँ समन्वय गर्न खोज्नुहुन्थ्यो। एउटा त त्यसमा तपाईँको चाहिँ डिबेट थियो होइन।
तर त्यो डिबेट तपाईँको चाहिँ त्यस्तो गम्भीर खालको चाहिँ होइन। गम्भीर खालको भनेको भारत स्वतन्त्र भइसकेपछि भारतको राष्ट्रिय भाषा के बनाउने भन्ने कुरामा अब पार्टीभित्रकाले तपाईँको चाहिँ मुस्लिम सहितका क्षेत्रीय भाषालाई बनाउनुपर्छ भन्ने कुराहरू गरे। उहाँले तपाईँको चाहिँ हिन्दी भाषामा जोड दिनुभयो दुईवटा, त्यसमा हो उहाँलाई कारबाही भएको होइन। किनभने उहाँ त अब यो हिन्दी सम्मेलनको त उहाँ अध्यक्ष नै भएर काम गर्नुभयो हिन्दी भाषा सम्मेलनको। अनि तेस्रो कुरा गान्धीले भारत छोडो आन्दोलन सुरु गरेपछि 42मा त्यहाँको कम्युनिस्ट पार्टीको असहयोग रह्यो। त्यसलाई त अब वास्तवमा त्यो साम्राज्यवाद विरोधी आन्दोलनको कुरामा त्यो एक प्रकारको कलङ्क जस्तै हो होइन। पार्टीले तपाईँको चाहिँ जनयुद्ध गर्नुपर्छ भनेर भन्यो, साम्राज्यवाद जुन यो भारत छोडो आन्दोलन हो त्योबाट ब्याक भयो। त्यसको तपाईँको के अरे राहुल चाहिँ विरोधी थिए। यी तीनवटा कुरामा पार्टीको र उहाँका बिचमा अन्तर्विरोध देखियो होइन। भाषाको सवालमा उहाँको अलिकति अन्तर्राष्ट्रवादी सोच भएका कारणले गर्दाखेरि अन्तर्राष्ट्रवादी भने के भने तपाईँको चाहिँ सम्पर्कको भाषा राष्ट्रिय भाषा हिन्दी बनाउनुपर्छ देवनागरीमा भन्ने थियो। त्यो कारणले गर्दा उहाँलाई पार्टीले कारबाही पनि गर्यो र 1955मा फेरि उहाँको त्यो कारबाही फिर्ता भएर उहाँ पार्टीसँग पनि तपाईँको चाहिँ जोडिनुभयो। त्यो छ। अब यो अघि भोल्कादेखि गङ्गासम्मको कुराकानी आयो। वास्तवमा यो त तपाईँको ऐतिहासिक भौतिकवादको आधारमा उहाँले गरेको व्याख्या हो नि। यसलाई हामीले दायाँ बायाँ किन जोड्ने हो र? मानव समाज त्यही हो नि, मानव समाजको उहाँले ऐतिहासिक तपाईँको चाहिँ भौतिकवादको आधारमा गरिएको व्याख्या हो कि। तपाईँले नेपालको बालकृष्ण पोखरेलको भन्नुहोस् न खस जातिको कुरा, खस जाति कहाँबाट आएका हुन् भन्नुहोस् त? त्यही भोल्काको प्रोडक्सनवादमा चाहिँ रुसको ककेसियाबाट आएका होइनन् त? आउन त तपाईँ गङ्गा भएरै आएका हुन्, हडप्पाको संस्कृति बोकेरै आएका हुन् हो। त्यसले गर्दा त्यो त उहाँले गरेको ऐतिहासिक व्याख्याको कुरा हो। दोस्रो कुरा उहाँको जुन बुद्धसँग सम्बन्धित कुरा हो, विस्मृति यात्री भन्ने जुन उपन्यास छ यो उहाँको बौद्धिस्ट उपन्यास नै हो। अर्थात् तिब्बतका जुन तपाईँको चाहिँ नरेन्द्र एस भन्ने तिब्बत भिक्षु थिए, तिब्बत भिक्षुको चाहिँ जीवनीमाथि आधारित हो उनको यो विस्मृति यात्री भन्ने। त्यसबाहेकका त अरू के छन् भन्नुहोस् त? अब जस्तै सिंह सेनापतिको कुरा भन्नुहोस् वा तपाईँको चाहिँ यो दिवोदासका कुराहरू भन्नुहोस्, यी त तपाईँ बौद्ध धर्मसँग जोडिन्न नि। यी त तपाईँ ऐतिहासिक तपाईँको चाहिँ समाज विकासको क्रममा भारतमा देखा परेका गुप्त साम्राज्य भन्नुहोस् वा ऋग्वेद काल भन्नुहोस्, ऋग्वेद कालको आधारमा गरिएका तपाईँ व्याख्याहरू नै हुन् ऐतिहासिक भौतिकवादलाई आधार बनाएर हो। त्यसैले गर्दाखेरि अब पुष्पलालले मैले श्रेष्ठ लेख्दिनँ भन्नुभयो, किनभने श्रेष्ठ लेख्दाखेरि थर झल्किन्छ, थर झल्किएपछि म कम्युनिस्ट हुन्न भनेर। त्यसो भए हामीले मोहन विक्रमसिंहलाई कम्युनिस्ट मान्छौँ कि मान्दैनौँ? प्रचण्डलाई कम्युनिस्ट मान्छौँ कि मान्दैनौँ? माधव नेपाललाई कम्युनिस्ट मान्छौँ कि मान्दैनौँ? त्यो कुरामा हामी आउँछौँ सर। यो एकछिन उहाँको पाला आउँछ नि तपाईँको पाला है। ईश्वर सरको कुरा गर्नु बोलिरहनु भएको छ, नयाँ जारी गर्नु पाउनु पर्छ। म ईश्वर सरले कुरा गरेँ जस्तै हामी यो राहुलको कुरा गरिरहेको छौँ होइन। भागो नै दुनियाँको बदलु पनि भनेका छन्, उनी आफै बदलिँदै हिँडेका छन्, कसैसित सम्झौता गरेका छैनन् है। रुसमा उहाँ लेक्चर रूपमा पढाउने, इन्डियामा बरु लेक्चर रूपमा पढाउन बोलाएन, श्रीलङ्कामा बोलायो, रुसमा बोलायो। भारतमा त्यस्तो गान्धीको प्रभाव थियो, तर उनी गान्धीवादी पार्टीमा पनि सजिलो रहेन नि त, काङ्ग्रेसमा सम्झौता गरेनन् के। तर हामीले नेपालको राजनीति कस्तो देख्छौँ भने अलिकति केही प्रलोभन पायो, केही अवसर पायो, केही पद पायो, कोही नियुक्त भयो भने सम्झौता गरिहाल्ने कि विचारले त्याग्दिने। अब एकातिर राहुलको त्यो व्यक्तित्व, त्यसबाट हामी अब नेपालका प्रगतिशील व्यक्तित्वहरू प्रगतिशील मान्छेहरूले त्यो अवसरवादी सम्झौता प्रस्त विरुद्धको उनको लडाइँ हो नि, त्यसलाई हामीले कसरी लिने सर? अब यहाँ यस्तो हुन्छ, राहुल साङ्गतेन मूलभूत रूपमा उनी राजनीतिज्ञ अथवा राजनेता चाहिँ होइनन्। उनी सैद्धान्तिक बौद्धिक चिन्तन गर्ने मान्छे चाहिँ जरुर हुन्। मार्क्सवाद पढे, बौद्धिज्म पढे, वेदान्त पढे, ऋग्वेद पढे, सबै कुरा पढे, त्यसका ज्ञाता पनि हुन् उनी। तर मूलभूत रूपमा उनको चरित्रलाई हेर्दाखेरि संस्कारगत रूपमा उनी निश्चित रूपमा उनी प्रगतिशील हुन्। समाज रूपान्तरणकारी भूमिकामा उनको असाध्य राम्रो के अरे योगदान छ। उनका हरेक रचनाहरूले समाजलाई रूपान्तरण गर्नुपर्छ, परिवर्तन गर्नुपर्छ, प्रगतितर्फ जानुपर्छ। रूढिवाद, अन्धविश्वास, कुरीति, कुपरम्परामा जोडिनुहुन्न, धर्म धार्मिक मूल्य मान्यताहरूको जोडिएर मानसिक दास्तालाई स्वीकार गर्नुहुन्न भन्ने उहाँका हरेक रचनाहरू पढेर त्यसको सेन्स बुझ्नु भने त्यही पाइन्छ।
अब तपाईँले भने जस्तो उनले चाहिँ कसरी चाहिँ यसलाई फेर्ने कसरी अथवा म परिवर्तन कसरी हुन्छु भन्ने कुरालाई भन्दा पनि उनले सामाजिक मूल्य मान्यताको बारेमा सबैलाई जानकारी दिनु र यो चिज खराब हो है भनेर जानकारी दिने कुराहरूलाई नै सबभन्दा बढी प्राथमिकता दिएको मलाई लाग्छ। उनका हरेक रचनाहरू तपाईँ पढ्नुभयो भने त समाज परिवर्तन हुनुपर्छ, समाज प्रगतिशील हुनुपर्छ, समाजमा जति पनि के भने महिलामाथि अथवा अरू कसैमाथि उत्पीडनहरू छन् त्यसको अन्त्य हुनुपर्छ, समाज स्वतन्त्र हुनुपर्छ, विचार स्वतन्त्र हुनुपर्छ, कुनै सांस्कृतिक मूल्य मान्यता बन्धनहरूमा बाँधिनु हुँदैन, जकडिनु हुँदैन, रूढिवाद वा अन्धविश्वासभित्र थिचिनु हुँदैन भन्ने कुरालाई नै उनका अधिकांश रचनाहरूले त्यसलाई प्रस्तुत गरेका छन् र उनको व्यवहारमा पनि उनको त्यही देखिन्छ। त्यसले कुनै एक ठाउँमा एकदम टिकेर बसेर राजनीति गरेर उहाँले चाहिँ त्यो गर्नुभएको होइन। राजनेता पनि होइन उहाँ, होइन, चिन्तक चाहिँ जरुर हो तर राजनेता चाहिँ होइन। त्यो उहाँको व्यक्तित्वलाई हामीले कार्यान्वयन गर्न सक्छौँ सक्दैनौँ। अब प्रश्न के हो त भन्दाखेरि उहाँको व्यक्तित्वलाई हामीले कार्यान्वयन गर्ने भन्ने कुरा त अब यो अलिक गाह्रै विषय हो जस्तो लाग्छ। किन भन्दाखेरि कम्युनिस्ट भनेर नाम धारण गर्दैमा त्यो कम्युनिस्ट हुँदैन। कम्युनिस्ट हुनुको निम्ति त के भन्दा ऐतिहासिक भौतिकवाद, द्वन्द्वात्मक भौतिकवाद, होइन, धर्म जड रूढताबाट मुक्ति, होइन, सामाजिक परिवर्तनको चाहना, सबैलाई समानताको, न्यायको, विभेदरहित परिस्थितिको सृजना, यो कामले सबैले कहाँ गरेका छन् त नि गरेका छैनन् नि भन्ने बेलामा भन्छन्। त्यो त एउटा आदर्श न हो। त्यसलाई प्राप्तिको निम्ति कुनैले एउटा योगदान दिन्छ, कुनैले अर्को योगदान दिन्छ। उहाँले चाहिँ आफ्नो शास्त्रीय ढङ्गले जति पनि मान्छेलाई सचेत बनाउने, त्यो के एउटा अन्धकारमा डुबेको, एउटा रूढिवादमा डुबेको, अन्धविश्वासमा डुबेको भारतीय समाजलाई चाहिँ त्यसबाट मुक्त गर्नको निम्ति उहाँले लेखेका हरेक रचना, गरेका हरेक क्रियाकलापहरू त्यसैलाई सबभन्दा बढी हो। कहीँ आन्दोलनमा पनि सामेल हुनुभयो, उ गर्नुभयो, तर उहाँले त्यसलाई अभियानको रूपमा अपनाएको होइन कि उहाँले त्यसको खोजी नीति गर्ने र जनतालाई सुसूचित गर्ने कुरा, जानकार बनाउने कुरा, मान्छेलाई चाहिँ जागृत गर्ने कुराहरूमा नै सबभन्दा बढी ध्यान दिएको हुनाले अब उहाँको जीवनलाई हामीले आचरणमा ल्याउन त सकिन्छ तर धेरै कोसिस गर्नुपर्छ। बोल्न दिनुहुन्छ? ए हुन्छ, बोल्नुहोस् न। बोल्नु। म शोभा ढुङ्गाना। मैले 38 सालतिर यो भोलगासे गङ्गा हिन्दीमा पढेको र यो किताब पढिसकेपछि म भौतिकवादी भएको है। र त्यही किताबको आधारमा म एउटा भौतिकवादतिर आकर्षित भएर अनि यो पार्टीमा अब सक्रिय भएर चाहिँ नि हिँडेको भूमिगत कालमा व्यक्ति हुँ। र अहिले यहाँ हाम्रो यो प्रगतिशीलको सङ्गठनमा यहाँ केही व्यक्तित्वहरूले उहाँ चाहिँ नि एउटा मार्क्सवादी होइन भन्ने कुरा जुन आयो, यो चाहिँ उहाँहरूले राम्रोसँग उहाँको चाहिँ नि भोलगासे गङ्गा पढ्नु भएको छैन जस्तो लाग्छ। किन भन्नुहुन्छ भने समाज विकास क्रमको जुन चाहिँ नि सुरुदेखि साम्यवाद युगदेखि गङ्गासम्म भोलगाबाट गङ्गासम्म आइपुग्दाखेरि जुन एउटा समाजलाई चाहिँ छर्लङ्ग देखाउने दिशाबोध उहाँले गर्नुभएको छ, त्यसमा होला पछिल्ला समयमा बुद्धिज्म भएको यान त्यान कुराहरू आएको होला, तर हामीले आजको दिनमा आएर मार्क्सवादी होइन भनेर लान्छौँ भने यो हाम्रो चाहिँ नि प्रगतिशीलहरूको लागि एकदम घाटाको विषय हुन्छ। र उहाँले गरेको योगदानलाई लिएर राहुल साङ्कृत्यायनको नाम भनेको देशदेखि विदेश संसारमा उहाँ परिचित हुनुहुन्छ र उहाँलाई चाहिँ एउटा मार्गदर्शन बनाएर उहाँले गरेको योगदानलाई लिएर हामीले त उहाँ पनि यस्तो हुनुहुन्थ्यो भनेर चाहिँ प्रेरित गर्नुपर्ने ठाउँमा उहाँ होइन भनेर कमी कमजोरी खोज्न थाल्यौँ भने यो गलत हुन्छ भन्ने मलाई लाग्छ। र मैले आफैले पनि राहुल साङ्कृत्यायन पढाएर धेरै मान्छेलाई मार्क्सवादी बनाएको छु, धेरै मान्छेलाई भौतिकवादी बनाएको छु र यो ती व्यक्तिहरूको लागि त अन्याय हुन्छ जस्तो मलाई लाग्छ। मदनाथ प्रसिद्धको महिला मुक्ति र राहुल साङ्कृत्यायनको भोलगासे गङ्गा तक भन्ने जुन कि पुस्तक छ, यो दुईवटा पुस्तक पढेर धेरै चाहिँ नि 38-39 सालमा हाम्रा चाहिँ नि साँच्चै भनौँ नेताहरू पनि मार्क्सवादी भएका छन्। र अहिले उहाँले राजनेता होइन भन्नुभयो, राजनेताले भन्दा धेरै ठुलो काम चाहिँ नि ती राहुल साङ्कृत्यायन जुन चिन्तक हुन् होइन उनले गरेका छन्। त्यस कारणले मैले यहाँहरूसँग नम्र विनम्र अनुरोध गर्दछु उहाँको बारे
बारेमा गलत व्याख्या नगरौँ, उहाँले गरेका राम्रा कामहरूलाई ल्याउँ। अस्ति कुमार कोइरालाले हिन्दीबाट नेपालीमा अनुवाद गर्नुभएको रहेछ। त्यो माधव प्रसाद पोखरेल प्राध्यापक डाक्टर माधव प्रसाद पोखरेललाई बोल्न दिएको रहेछ उहाँ त्यो कार्यक्रममा। उहाँहरूको कार्यक्रममा माधव पोखरेल सरले मलाई बोलाउनु भयो, आउनु शोभाजी तपाईँ पनि भनेर म पुगेको थिएँ। र उहाँले चाहिँ नि मार्क्सवादी हो राहुल साङ्कृत्यायन, र उहाँले यस्तो यस्तो काम गर्नुभएको छ भनेर 1 घन्टा चाहिँ नि त्यहाँ प्रवचन दिनुभयो। र उहाँले के पनि भन्नुभयो नि, तपाईँहरू त राहुल साङ्कृत्यालाई देख्न पनि मन नपराउने पोस्ट नोटिफिकेसन कुरा गर्ने व्यक्तिहरू यहाँ कसरी आउनु हो तपाईँहरू, कसरी यो चाहिँ नि किताबको चाहिँ नि उल्था गर्न पुग्नु हो कुमार कोइरालाजी भनेर उहाँले प्रश्न गर्नुभएको थियो काङ्ग्रेसीहरूको कार्यक्रममा। भने हामीले राहुल साङ्कृत्यायनको बारेमा गलत व्याख्या नगरौँ है। हुन्छ, हामी 3 मिनट हो टाइम। अब उहाँ बोल्नुहुन्छ नि तपाईँ भन्नु है, त्यसपछि एउटा के जिज्ञासा अथवा त्यसमा मैले आफूले बुझेकोमा राहुल साङ्कृत्यायनको धेरै पुस्तकहरू पढ्न पाएको छैन। तर मैले के गर्नु खोजेँ, अब मार्क्सवादले के भनेको छ भने संसारको व्याख्या त सबैले गर्छन्, तर मुख्य कुरा चाहिँ संसार बदल्नु हो भन्ने कुरा राहुल साङ्कृत्यायनले पढ्नुभयो होला। त्यसमा चाहिँ उहाँको आफ्नो विचार केन्द्रसँग मिल्ने किसिमको एउटा अनुयायीहरू अथवा यस्तो सङ्गठनहरू अथवा यस्तो किसिमको विचार मिल्नेहरूको एउटा किसिमको के भन्छ त्यसलाई सङ्गठन के भन्ने त्यस्तो केही निर्माण गर्ने कुराहरू त्यस्तो तयार गर्ने कुराहरू उहाँले केही गर्नु भएन, नगर्नु भएको भए किन गर्नु भएन, खालि व्याख्या मात्रै गरेर हिँड्नुभयो भन्ने लागेको हुनाले यो विषयहरू छलफल आउँछ कि भनेर राखेको हुन्छ। हाम्रो उषा मेमकै सल्लाह सुझावले कार्यक्रम गरिरहेको छ है, भन्नुहोस् त के भन्न यस्तो मैले चाहिँ खास गरी कमला र उहाँहरूको छोरा जेठा सिलगढीमा बस्नुहुन्छ अनि उहाँ एकदम खुसी हुनुहुन्छ यो कार्यक्रममा। मेरो शुभकामना सुनाइदिनु भन्नुभएको छ। उहाँ अहिले हप्तामा 3 चोटि डायलिसिस गर्नुपर्छ। एकजना सहयोगी व्यक्ति हुनुहुन्छ साथमा, अनि उहाँहरूको छोरी अर्को जया देहरादुन बस्नुहुन्छ। यो मैले चाहिँ अब 2 कुरा उठाउनु खोजेको, राहुल साङ्कृत्यायन मार्क्सवादी हो होइन त्यो विवादमा चाहिँ मलाई जानु छैन होइन। उहाँ अन्तिममा जसरी बौद्ध पथतिर उहाँ जानुभयो, अब त्यसपछि उहाँको जीवन दर्शनलाई हामीले कसरी अङ्गीकार गर्ने भन्ने जस्तो लाग्छ मलाई चाहिँ। म आफू पनि घुमक्कर, उहाँ पनि घुमक्कर है। मलाई बहुत खुसी लाग्यो जब सन् 2019मा दिल्लीमा एउटा अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो। त्यति बेला मैले उहाँको सन्तानको सबैलाई भेटेँ होइन। त्यसपछि म कुराकानीमै छु। अर्को पटना खास टाढा छैन काठमाडौँबाट, र उहाँले जति पनि तिब्बतबाट सामग्रीहरू जुन सङ्कलन गर्नुभएको थियो, खास गरी फोटोग्राफ्स अनि थाङ्का पेन्टिङहरू र आर्टिफेक्ट्सहरू र म्यानुस्क्रिप्टहरू त्यो सबै पटना म्युजियममा छ, खास गरी पटनामा। र हामी नेपालमा जो अध्ययता क्षेत्रमा जुन छौँ हामीहरू पटनासम्म पनि जान नसकेको अवस्था रहेछ क्या अध्ययनको सिलसिलामा। अब नाइट बसमा अहिले 4 बजे बस चढ्यो भने भोलिपल्ट बिहान हामी पटना पुग्छौँ। बिचमा बिहार सरकारले त्यो म्युजियमलाई ध्वस्त बनाउनु भनेर ध्वस्त बनायो पनि फेरि पुनर्निर्माण गर्ने भनियो, र त्यो सामग्रीहरू फेरि गुम होला कि भन्ने विषयलाई लिएर पटनामा निकै ठुलो विरोध कार्यक्रम भइरहेको थियो। र इन्डियाभरि भारतभरि त्यसको विरोध कार्यक्रम भयो र त्यो सामग्रीहरू पटनामा छ। अब त्यसको प्रदर्शनी दिल्लीमा पहिलोचोटि भएको थियो सन् 2019मा। मैले 2-3 कुरा चाहिँ हामी यो अध्ययनको पाटोमा हामी किन कम छौँ भन्ने लागेको, र आज मलाई एकदम दुःख पनि लाग्यो प्रगतिशील लेखक सङ्घको कार्यालयमा पहिलोचोटि आउँदाखेरि यस्तो उकुल भएर बस्नुपर्ने मलाई चाहिँ साँच्चै लाज लाग्यो मलाई चाहिँ। र यो कोठाभित्र हुनुभएका धेरै व्यक्तिहरू हुनुहुन्छ, मैले एकदमै मान्ने मान्छेहरू हुनुहुन्छ, उहाँहरू राजनीतिक नियुक्ति गर्नुभएको छ, प्राज्ञ हुनुभएको छ, विभिन्न पदमा जानुभएको छ, तर यो देशमा प्रगतिशील लेखक सङ्घको एउटा कार्यालय छैन। यो भनेको एकदम विडम्बना हो। यो चाहिँ हामीले अहिले राहुलको जीवन दर्शनलाई व्यक्तिगत जिन्दगीमा कहाँ लागू गर्न सक्छौँ भन्यौँ, र यही कोठाभित्रका भएका धेरै व्यक्तिहरू जात व्यवस्थालाई मान्नुहुन्छ, अतिवादी हिन्दू हुनुहुन्छ। भारतमा आरएसएसले राष्ट्रिय स्वयंसेवक सङ्घले र बिजेपीले गरेको हिन्दुत्वको राजनीति गर्ने व्यक्तिहरू हुनुहुन्छ। अहिले भर्खर नेपालमा धर्मनिरपेक्षतामाथि यत्रो आरोप लागिरहेको छ, हामी धेरै चुप लाएर बसिरहेको अवस्था छ भनेपछि अहिले समकालीन सान्दर्भिकता राहुल साङ्कृत्यायन भनेर अहिले यो आज कार्यक्रममा बस्दाखेरि हामी इतिहासलाई लिएर मात्र विवेचना गर्ने कि वर्तमानको विषयमा पनि हामीले सम्बोधन गर्ने,
यदि वर्तमानको विषयमा सम्बोधन गर्ने 3 मिनेट सिर्फ समित मलाई म्याम नियम त सबैलाई लागू हुन्छ होइन म्याम होइन त्यसले गर्दाखेरि फेरि पछि बोल्छु समकालीनमा चाहिँ छलफल होस् भन्ने हो मलाई हुन्छ त्यो पनि आउँछ हामी एकछिन भएर आउँछ 3 जना मात्रै वक्ता यसपछि फेरि हामी यता जान्छौँ अब यो पहिलो कुरा त अब हामी राहुललाई अथवा कुनै पनि मार्क्स एङ्गल्स अथवा नेपालका नेता कसैलाई भगवान् भन्दैनौँ होइन हरेक मान्छेको राम्रा कुरा पनि हुन्छ नराम्रा कुरा हुन्छन् हामी त्यसलाई द्वन्द्वात्मक तरिकाले छलफल गर्छौँ त्यस कारण हामीले पनि अब राहुललाई राम्रै बुझेका छैनौँ आजको यो बसले केही न केही अब बुझौँला भन्ने आशा छ र यहाँ अलि नेपाल उषा म्यामले उषा दिदीले पनि उषाले पनि अब यहाँ नेपाल भारतको कुराहरू कोट्याउनु भयो पटनासित सम्बन्ध राहुल कतिपयचोटि अब नेपाल आएको कुराहरू अब यो मनोजीले अब नेपाल भारत सम्बन्ध र समालोचनालाई पुस्तक पनि लेख्नु भएको छ यो राहुलको नेपालसितको सम्बन्धको बारेमा अलिकति कोट्याइदिनु न तपाईँले फेरि त्यसमा जानुभन्दा अगाडि मैले 1 मिनेट दिन्छु आफ्नै समयमा गर्छु अब ऐतिहासिक भौतिकवादका 11वटा प्रस्तावना मध्येको अन्तिम प्रस्तावना के हो भने संसारको व्याख्या सबैले गरे सबै दार्शनिकले गरे नि त मुख्य कुरा बदल्ने हो हैन राहुलले के भन्नुहुन्छ भने भागो नै कोष्टकभित्र दुनियाँको बदलो त्यसैमाथि आधारित छैन र उहाँले वर्ग सङ्घर्षमाथि विश्वास गर्नुहुन्थ्यो उहाँको अन्तिम उपन्यास हेर्नुहोस् त 1944 मा लेखेको उपन्यास जीने की राह में भन्ने त्यो त भारतको तपाईँको चाहिँ जमिनदार विरोधी आन्दोलनमा लेखिएको तपाईँले उपन्यास हो नि एउटा दोस्रो उहाँ नेपालमा त तपाईँको चाहिँ भूमिगत रूपमा 4 पटक आउनुभयो तिब्बत जाने क्रममा पहिलोपटक भिखमगाको भेषमा आउनुभयो त्यही बाटो भएर उहाँ चीन जानुभयो अघि मातृकाजीले भने जस्तै तपाईँको चाहिँ भिखमगाहरूलाई खासै त्यहाँका मान्छेहरूले पाहुनाको रूपमा चाहिँ स्वागत गर्दैन थिए फर्किने बेलामा फेरि उहाँ तपाईँको चाहिँ सज्जन भएर आउनुभयो जाने बेलामा भिखमगा भएर जानुभयो आउने बेलामा भिखमगाहरूले बास नपाउने रहेछन् भनेर जेन्टलमेन भएर आउनुभयो त्यस क्रममा उहाँले पाएको बासको कुरा हो त्यो उहाँको नेपालका तपाईँको समकालीन साहित्यकारहरूमध्ये अब उहाँले धर्मरत्नको कुराकानी गर्नुभयो अघि मैले चाहिँ उहाँलाई चिनेको थिएँ बल्ल चिने उहाँसँग पहिला पनि मेरो भेट भएको हो होइन अब उहाँसँग किनभने अब धर्मरत्नजीको त अब तपाईँको चाहिँ उता खासामा तपाईँको चाहिँ भयो लासामा होइन त्यहाँ उहाँले व्यापारको सिलसिलामा जाने क्रममा उहाँले एउटा उपन्यास पनि लेख्नु भएको छ धर्मरत्नजीको त्यो बारेमा तपाईँहरू अब कतिजनालाई थाहा छ अहिले त्यो अप्राप्य छ बिचमा सायद उहाँले मण्डेलामा लिएर गएको जस्तो पनि लाग्थ्यो मलाई त्यो किताब उहाँसँग मेरो मण्डेलामा हो भेट भएको नै उहाँको नेपालीमै लेखेको उपन्यास छ धर्मरत्नजीको तपाईँको चाहिँ खासामा बस्दाखेरि लेखेको उपन्यास हो त्यो हिसिलाजीको फादरको अब हिसिलाजी रुपेपछि धेरैले तपाईँको चाहिँ त्यसरी चिन्ने कुराहरू हुन्छ अब धर्मरत्नजीसँग उहाँको तपाईँको चाहिँ लगातारको भेटघाट देखिन्छ अब जनकलाललाई त उहाँले आफूसँग तपाईँको चाहिँ इन्डिया पश्चिमतिर घुमाउनै लिएर जानुभयो उहाँलाई सुगरको समस्या थियो सुगरको क्रममा घुम्दाखेरि उहाँलाई चाहिँ इन्जेक्सन दिने मान्छे चाहिन्थ्यो जनकलाल तपाईँ चाहिँ पुरातत्व विभागमा आउनुभन्दा अगाडि उहाँले चाहिँ डक्टरीको काम सिक्नु भएको रहेछ अलिअलि इन्जेक्सन दिने काम त्यसले गर्दाखेरि उहाँलाई तपाईँ चाहिँ उहाँले लिएर पनि जानुभयो अब नेपालमा बिपी कोइरालाको यहाँ पुतली सडकमा बङ्गलै थियो राहुल आउने भनेर त्यो बङ्गला पनि तपाईँको चाहिँ त्यो बेलाका साहित्यकारहरूले खाली गराएका थिए तर एउटा कारण छ एट्याच बाथरुम चाहिने भयो एट्याच बाथरुम चाहिने भयो हुनाले तर पछि उहाँ बस्नु भएन त्यसमा किनभने पुतली सडक त्यो बेला टाढा पर्दो रहेछ कि अब अहिले हाम्रो लागि पुतली सडक जक्सन त्यो बेला तपाईँको चाहिँ सहरको विकास नहुँदा पुतली सडक दुर्गमभित्र पर्दो रहेछ हेर्नुहोस् भेटघाट है काठ पर्यो अब तपाईँको चाहिँ जस्तै अब जेठा त्यो बेलाका तपाईँको चाहिँ माइला गुरुजी महेशराज शर्माका कुराहरू भन्नुहोस् वा त्यो बेलाका अरू तपाईँको चाहिँ तिब्बतियन तपाईँको चाहिँ विज्ञहरूका कुराहरू भन्नुहोस् उहाँसँग उहाँको तपाईँको चाहिँ एउटा राम्रो तपाईँको चाहिँ सम्बन्ध तपाईँको चाहिँ देखिन्छ उनीहरूका बिचमा लगातार पत्राचार पनि देखिन्छ हुन्छ सर सत्य जस्तै अब यो बदल्ने कुरा आयो नि सर मार्क्सले पनि लेख्नुभयो थिसिस अन फायर अफमा व्याख्या गर्ने होइन बदल्ने कुरा अब उहाँले पनि दुनियाँ बदल्ने कुरा गर्नुभयो बदल्ने कुरामा उहाँ कतिको एउटा उहाँको भूमिकालाई हामीले कतिको न्यायपूर्ण मान्ने सर उहाँलाई कसरी मूल्याङ्कन गर्ने उहाँको कृति अनि उहाँको व्यक्तित्व
अनि उहाँको व्यक्तिगत जीवनलाई लिएर कसरी हामीले आयोजक साथीहरूप्रति मेरो एउटा अनुरोध छ है, यो महत्त्वपूर्ण कुराहरू सिद्धिँदैन हेर्नुहोस्। तर त्यसले यत्रो मान्छेहरूलाई सिकाउनु पर्यो छ, सिकाउनु पर्यो छ। तपाईँहरू त्यसको महत्त्वपूर्ण कुरा गरिनु भएको छ मनोजीले। अर्को विषय पुगिसक्छ क्या। बदल्ने कुरा जुन छ जस्तो लोकबहादुर सरले महत्त्वपूर्ण प्रश्न राख्नु भएको छ। मार्क्सिजम मार्क्सवाद भनेको चिज के हो त भन्दाखेरि चाहिँ यसलाई जसरी पनि परिवर्तन गर, हिजोको स्थितिमा रहेर होइन, त्यसलाई नयाँ स्थितिमा पुर्याऊ भन्न खोजेन हो। समाजलाई परिवर्तन गर्ने, समाजलाई परिवर्तन कसरी गरिन्छ भन्ने प्रश्न कहाँबाट जन्मिन्छ त भन्दाखेरि उसले समाजको लागि अनि कुनै पनि विचारलाई शक्तिमा रूपान्तरण गर्ने भन्छ नि, विचारलाई शक्तिमा रूपान्तरण नगरिकन समाज बदलिँदैन। विचारलाई शक्तिमा रूपान्तरण गरेर शक्तिले के गर्छ त समाजमा क्रान्ति गर्छ र क्रान्तिले चाहिँ समाज बदलिन्छ। चाहे त्यो आर्थिक हो, सामाजिक, राजनीतिक, सांस्कृतिक जेसुकै होस् त्यसरी बदलिने नै हो। त्यतिकै त बदलिँदैन। अब मार्क्सिजमले त स्पष्ट रूपमा के भन्छ त भन्दाखेरि हतियारबद्ध आन्दोलन, बल प्रयोग बिना कुनै पनि सत्ता ढल्दैन। त्यही त हो, सत्ता बन्दुकको नालबाट जन्मिन्छ भन्नुको अर्थ पनि बल प्रयोग गर्नै पर्छ दुनियाँलाई बदल्नलाई भन्ने अर्थ हो। अब यहाँ के आयो भन्दाखेरि मार्क्सिजम होइन, अपमान गर्नु भन्ने जुन कुराहरू आएका छन् हामीले अपमान गर्न खोजेका होइन। वास्तविकता त्यो त जान्न त पर्यो त होइन, यथार्थता के हो जान्न पर्यो। उहाँ मैले अघि पनि उहाँ एकदम भयङ्कर ठुलो विद्वान हो। उहाँले आम मान्छेहरूलाई चेतना बैलाउन, भारतका युवाहरूलाई चाहिँ जागृत गर्न, त्यो कम्युनिस्ट आन्दोलनतर्फ उत्प्रेरित गर्न सबै कुरा गर्नुभएको छ। त्यो होइन, नगरेको होइन, त्यो ठुलो योगदान छ त्यसमा। तर प्रश्न के त भन्दा उहाँ स्वयं आफै राजनेता बनेर सङ्गठन बनाएर क्रान्तिमा आन्दोलनमा होमिएर दुनियाँ परिवर्तन गर्न लाग्नुभएको हो। उहाँको लाइफ त्यही हो होइन। उहाँको लाइफ दुनियाँलाई बुझ्ने र अरूलाई बुझाउने हो। प्राज्ञिक काम, बौद्धिक काम उहाँले प्रशस्त गर्नुभएको छ र दुनियाँलाई धेरै ठुलो योगदान दिनुभएको छ। तर आफू स्वयं कतिपय आन्दोलनमा, किसान आन्दोलनमा लाग्नुभयो, त्यो दोस्रो कुरो भयो। तर उहाँको मूल धारा चाहिँ त्यो होइन भन्न खोजेको मैले त्यहाँनिर हो होइन। मान्छेले आफूलाई मार्क्सवादी हुँ भन्दैमा त मार्क्सवादी हुँदैन के, कम्युनिस्ट हुँ भन्दैमा त कम्युनिस्ट हुँदैन के होइन। नत्र भने किन नेताहरूलाई गाली गर्ने, यिनी सबै भ्रष्ट भयो भने किन भन्ने त, किन भन्दा उनीहरू नभएर न हो। तर मान्छेले आफ्नो युगमा, आफ्नो एजमा के न के योगदान चाहिँ दिन्छ परिवर्तनको निम्ति। त्यो योगदान भनेको उहाँको कुन योगदान हो त भन्दाखेरि समाजलाई बुझ्ने, समाजका व्यथितिहरू, अन्यायहरू, विकृतिहरू, सारा भ्रष्ट परम्पराहरू त्यसलाई बुझ्ने र त्यसलाई जनतामा बुझाउने, अर्थात् आम मान्छेहरूलाई बुझाउने। बुझाउनको निम्ति उहाँले के गर्नुभयो, अनेक रचनाहरू लेख्नु पर्यो, प्रचार प्रसार गर्नु होइन। त्यसले के भयो त भन्दा धेरै मान्छेलाई जागरुक चाहिँ बनायो परिवर्तनको निम्ति। उनीहरू लागे उहाँकै शिष्य बनेर उहाँकै विचारलाई फलो गरेर कति लडाइँमा लाग्यो होला, कति बलिदान भयो होला, त्यसको अहिले मसँग हिसाब किताब छैन। तर प्रश्न के त उहाँ स्वयं के हो त भन्दाखेरि उहाँ सङ्गठनकर्ता, उहाँ नेता, उहाँ आन्दोलनकर्ता हो होइन। मैले भन्न खोजेको यहाँनिर हो। हस् हस्, अनि फेरि त्यही कुरामै जोड्छौँ। नेपाल भारत सम्बन्ध कुरा आइरहेको थियो, त्यसलाई अलिकति अघि कुरालाई पुरा गरिदिनु न तपाईँले 3 मिनट। अब बिहारको त्यो त दर्शनको कुरा आयो उता फेरि। अब बिहारको कम्युनिस्ट मुभमेन्टलाई जोड्न पाएन। बिहारको कम्युनिस्ट मुभमेन्टको उहाँ फाउन्डर हो। सबै मान्छे फर्स्ट लिडरसिप हुन्छ भन्ने हुन्छ र त्यस्तो मैले अहिले पनि बिहारको चाहिँ कम्युनिस्ट आन्दोलनलाई हेर्नुभयो भने उहाँ के हो भन्दाखेरि बिहारको कम्युनिस्ट मुभमेन्टको फाउन्डर मेम्बर मध्येको एउटा हो। उहाँको जीवन नै कति रह्यो भन्नुहोस् त। श्रीलङ्का जानुभयो, श्रीलङ्कामा लेक्चर भएर जानुभयो, लेक्चरर भएर गएको केसमा पछि त बिरामी पर्नुभयो नि। पछि त उहाँलाई अल्जाइमरै भइहाल्यो। हेर्नुहोस् भयो कस्तो भन्नुहुन्छ, रुस जाँदाखेरि आफ्नै श्रीमती छोरालाई पनि चिनेनन्। कति ठुलो विडम्बना ल भन्नुहोस् त। कति वर्षपछि छुट्टिएको श्रीमतीलाई भेट्न रुस जान पाए। रुस जाँदाखेरि आफ्नै श्रीमती छोरालाई चिनेनन्। 1964 मा त डेथ भइहाल्यो अप्रिलमा होइन, 63 मा। उमेर नै कति रह्यो भन्नुहोस् त। तपाईँको चाहिँ भारत स्वतन्त्र हुँदाखेरि उहाँ जेलमै हुनुहुन्थ्यो, स्वतन्त्र भइसकेपछि बल्ल छुटेर आउनु भएको हो। त्यसो भएको कारणले गर्दाखेरि उहाँ चाहिँ फर्स्ट लिडरसिप भएपछि त्यसले कम्युनिस्ट मुभमेन्टलाई सहयोग पुर्याएको हुने नत्र नहुने भन्ने जुन छ। त्यसपछि हामीले एङ्गल्सको कुरा किन गर्ने? एङ्गल्स पनि फर्स्ट म्यान त होइन नि।
मार्क्सवादको सवालमा एङ्गल्स फर्स्ट मेन हो र? ल भन्नुहोस् त। यद्यपि मार्क्सले के भनेका छन् भने एङ्गल्स यदि हुँदैन थियो भने मार्क्सवादको रचना गर्न सकिन्न थियो भने भने पनि भनेका छैनन्। अब एङ्गल्सलाई तपाईँले मार्क्सको दाजुमा लगाउन सक्नुहुन्छ? सक्नुहुन्न। तर मार्क्सले आफैले के भनेका छन्, एङ्गल्स यदि हुँदैन थियो भने मार्क्सवादको रचना हुन्न थियो, पुँजी पुरा हुन्न थियो, होइन? अझ त्यति मात्र नभएर तपाईँको चाहिँ कम्युनिस्ट घोषणापत्रमा के थियो भन्नुहोस् त? अहिलेसम्मको समाजको विकासको सम्पूर्ण इतिहास के हो? वर्ग सङ्घर्षको इतिहास हो भनेर पनि जब एङ्गल्सले तपाईँले परिवार निजी सम्पत्ति र राज्यको उत्पत्ति लेखे, त्यसपछि त्यसमा संशोधन गर्न पर्यो। आदिम साम्यवादी युग बाहेकको समाज वर्ग सङ्घर्षको इतिहास हो। त्यसले गर्दाखेरि सबै लिडरको समान प्रकारको तपाईँको चाहिँ भूमिका योगदान आन्दोलनमा रहन्छ भन्ने होइन। कोही अगाडि लाग्छ, कोही पछि लाग्छ, कोही मुख्य सङ्गठक बन्छ, कोही मुख्य विचारक बन्छ, होइन? र त्यो नभएका कारणले उसको तपाईँको चाहिँ योगदान थिएन भन्न मिलेन। उहाँ कम्युनिस्ट पार्टीमै हुनुहुन्थ्यो, कम्युनिस्ट पार्टीको फाउन्डर हो, कम्युनिस्ट पार्टीको सेन्ट्रल लेभलको मान्छे हो, पार्टीले कारवाही गर्यो, उहाँ 29 महिना जेल बस्नुभयो। यो आत्मकथा लगायतका सम्पूर्ण जति पनि उपन्यासहरू छन् उहाँको त्यो जेलकै आइडिया हेर्नु, जेलमा बस्दा बस्दै तयार पारेको, होइन? पछि आएर तपाईँको चाहिँ उहाँलाई भारत सरकारले जुन भारतको संविधान छ त्यसको अनुवाद समितिमा राखेको थियो, अनुवाद समितिको सदस्य पनि हो, होइन? अब एक प्रकारको इन्साइक्लोपिडिया हो भन्दा हुन्छ। विश्व तपाईँ चाहिँ ज्ञानको कोष हो उहाँ, होइन? अब नेपालको सन्दर्भमा पनि के छ भन्नुहुन्छ भने मैले अघि पनि भने नेपालको बारेमा उहाँले छुट्टै इतिहास लेखिराख्नु भएको थियो, तयार पनि पार्नु भएको थियो। त्यो सम्बन्धी तपाईँको चाहिँ जनकलालजीसँग अरूहरूसँग सेयर पनि गर्नुभएको थियो। तर विडम्बनाको कुरा प्रेसमा गएर पनि तपाईँ चोरी त हुँदो रहेछ त सामग्री। प्रेसमा गएपछि त्यो सामग्री चोरी भयो, जसले गर्दाखेरि नेपालको बारेमा उहाँका समग्र जुन तपाईँको चाहिँ अनुसन्धानहरू थिए त्यो हामीले तपाईँको चाहिँ पढ्ने मौकाबाट हामी वञ्चित भयौँ। कम्तीमा त्यो भएको भए त हामीले पढ्न त पाउँथ्यौँ नि। उहाँले नेपाललाई कसरी तपाईँ चाहिँ हेर्नुहुन्थ्यो भनेर उहाँको अन्तिम समयसम्म तपाईँ चाहिँ नेपालसँग लगाव रहिराख्यो एउटा। दोस्रो कुरा जुन हामीले हाम्रो नेपालको जुन भूगोल छ, पूर्वमा टिस्टा, पश्चिममा काङ्गडा भन्ने, उहाँले काङ्गडाभन्दा अलि अगाडिको कुरा गर्नुहुन्थ्यो। अहिले मैले त्यो ठाउँको नाम बिर्सिराखेको छु। हजुर, नेपालकै कुरा गर्नु नै काङ्गडासम्म त हाम्रो भूगोलै भयो, तर काङ्गडाभन्दा परको तपाईँको चाहिँ कुन जिल्लाको कुरा उहाँले तपाईँको चाहिँ जनकलालसँग गर्दाखेरि र आफूले लेख्दाखेरि त्यो लेख्नु भएको छ। तराईको बारेमा उहाँका कतिपय तपाईँको चाहिँ अलिकति असान्दर्भिक अभिव्यक्तिहरू पनि छन्। तर अब हाम्रो भूगोलको सिमानाको हिसाबले तपाईँको चाहिँ काङ्गडाभन्दा परको भूभाग नेपालभित्रै पर्छ भन्ने उहाँको तपाईँको चाहिँ धारणा थियो। खैर त्यसमा त हामी नजाउँ, त्यो कुनै प्रमाणिक कुरा भएन। अहिलेसम्मको हाम्रो प्रमाणिक कुरा त्यही हो, टिस्टा र पश्चिमको काङ्गडा भन्ने। त्यसले त उहाँको नेपालसँगको तपाईँको चाहिँ लगातारको तपाईँको सम्बन्ध रहिराखेको, यहाँका राजनीतिक कर्मीहरूसँग, यहाँका प्रशासकहरूसँग, शासकहरूसँग। जस्तै अब त्यो बेला सबैभन्दा बढी विद्वान त केशर शमशेरलाई नै मानिन्थ्यो नि। केशर शमशेरको लाइब्रेरीमा पुगेको, उनसँग भेट गरेको, उनका तपाईँको चाहिँ लाइब्रेरीका किताबहरू हेरेको, अब चन्द्र शमशेरसँगको के अरे केशर शमशेरसँगको सम्बन्धका कुराहरू भने यी जति पनि तपाईँ चाहिँ नेपालका त्यो बेलाको हायर ऱ्याङ्किङका तपाईँ चाहिँ मान्छेहरू थिए, सबैसँग उनको एक प्रकारको तपाईँ चाहिँ सम्बन्ध थियो। सुरुमा उहाँ आउँदाखेरि त उहाँले आफ्नो कम्युनिस्ट आइडेन्टिटी, राणाकालमा आउँदाखेरि आफ्नो कम्युनिस्ट आइडेन्टिटी लुकाएर आएका छन् हेर्नुहोस्। किनभने यो कम्युनिस्ट हो भन्ने कुरा थाहा भयो भने, किनभने त्यो बेला त के हुन्थ्यो, नेपाल आउनका लागि त भिजा लिनु पर्थ्यो हेर्नुहोस्, नेपाल खाल्डोभित्र छिर्न। त्यो तपाईँ चाहिँ भिजाको मामिलामा पनि तपाईँको चाहिँ समस्या परेपछि लास्टमा केशर शमशेरले नै उनलाई तपाईँ चाहिँ सहयोग गरेका छन् भिजाको लागि। त्यसले गर्दा नेपालसँग त उनको अब एउटा लामो तपाईँको चाहिँ सम्बन्ध छ एक। दोस्रो कुरा भारतको जुन सामाजिक जनजीवन, त्यहाँको संस्कृति, त्यहाँको परम्परा, त्यहाँको अरू तपाईँको चाहिँ विभिन्न धर्म, त्यहाँको आन्दोलन छ, त्यो नेपालसँग मिल्दो पनि भएको हुनाले अब नेपालको वाम आन्दोलनका लागि उनी आइकन नहुने भन्ने कुरा पनि भएन हेर्नुहोस्। ठिक छ, के भन्नुहुन्छ? हजुर, मैले चाहिँ अलिकति अघि थोरै त्यो राहुल शास्त्री त्यहाँ चाहिँ जुन पाली भाषाको ज्ञाता पनि हुनुहुन्छ, होइन? अब त्यति मात्रै होइन कि तपाईँको कलिङ साहित्य भन्छ कि कलिङ साहित्य भनेको के हो भन्दाखेरि तपाईँको पाली भाषासँग जोडिन्छ, पाली साहित्यसँग एकदम जोडिएको छ। त्यसले गर्दाखेरि होइन त्यो उहाँको त्यो दर्शन बुद्धिस्ट दर्शनबाटै प्रभावित भएर उहाँ आउनुभएको हो। किन भन्दाखेरि उहाँले प्रशस्त पाली साहित्य पढ्नुभयो, अध्ययन गर्नुभयो। यथार्थवादी पाली साहित्य भनेको यथार्थवादी साहित्य हो, जसले चाहिँ भनौँ न भारतीय समाजलाई चाहिँ तपाईँको थोरै परिवर्तन गर्न, थोरै प्रगतिशील लाइनमा लैजानको लागि चाहिँ त्यसले योगदान दियो भन्ने मलाई लाग्छ। किनकि
मार्क्सवादी दर्शन त धेरै पछि हो नि त। हुन्छ अरू कसै केही छ यता वास्तव भन्नुहोस् त। अघि सरले प्रगतिशीलताको कुरा ल्याउनु होला। मैले त्यो साङ्कृत्यानकै पुरा किताबभित्रको त मैले लिन पाएको। लालबहादुर बर्मनले 20 पेज जतिकोमा उहाँको जीवन वृत्त लेखेकोमा उहाँले चाहिँ उद्योग के गर्नुहुन्छ भन्नुहुन्छ भने प्रगतिशीलता भनेको बन्द ढोका खोलेर अगाडि बढ्नु भनेर लेख्नुहुन्छ लालबहादुर बर्मन। उहाँले भनेको त्यस्तै यहाँ चाहिँ के भयो भने भागो नै दुनियाँ बदलो भन्ने यो चाहिँ एउटै विषय भयो। उहाँले आफ्नो तरिकाले यहाँ चाहिँ प्रगतिशीलता हुन् होइनन् भन्ने कुराहरू रहँदा उहाँ आफ्नो परिभाषाले प्रगतिवादको परिभाषा के भन्नुहुन्थ्यो एउटा प्रश्न। अनि अघि मालवीयको कुरा आइरहँदाखेरि थोरै यता मालवीयको पनि जोडेँ। मालवीयको जीवन दर्शन के रहेछ भन्नुहुन्छ भनेपछि मैले नयाँ पत्रिकामा त्यो विभिन्न ज्ञानहरू ल्याउन टिपेको त्यहाँबाट। मालवीयको पहिला आर्थिक कमजोरी हुँदा एउटा साहुले पत्रिका सुरु गरेका रहेछन्, सम्पादक राखेका रहेछन्। सम्पादकले चाहिँ मालवीय के भन्नुभएको रहेछ भने ऊ नसा गर्ने रहेछ, अघिपछि तपाईँ नआउनु, नसा गरे होला बिल्कुल अफिसमा नआउनु भनेर रहेछन्। तर एक दिन भनेको भने डाँटगाली कि नसा गरे होला मालवीय सम्पादकलाई अफिसमा गइगएछन्। मालवीयले भनेको शर्त तोडेपछि भोलिपल्टदेखि उनले मालवीयले छोडिदिएछन्। अनि ठिकै छ मेरो अफिस छोडे पनि अब त पढ्ने लेख्ने मान्छे सबै सम्पादक नगरे पनि तँलाई खर्च बेहोर्छु भनेर त्यो साहुले मालवीयलाई अध्ययनको साहस गरेको भनेर नयाँ पत्रिकामा लेखाएको थियो। मालवीयको कुरा आउँदा मैले त्यति जोडेँ। अनि अहिले सरले भनेको भने हाम्रो यो मकैको खेती अहिले आएको जेन्जीको बारेमा लेखेका केही सामग्री अनि त्यो बेला हाम्रो युद्धप्रसाद मिश्रका किताबहरू सहित जलेका हुँदा कतै हाम्रो नेपाल सम्बन्धीको हितको कुराहरू त्यति 137 चाहिँ गायब नहुने, त्यो कतै त्यो राज्यले नै कतै भने सुरु गरेर हाम्रो नेपाल सम्बन्धीको हित थियो र त्यो किताब भन्यो भने कतै गायब पारिएको भन्ने यही हजुरले भने प्रश्न खट्याउँदा त्यति बारेमा चाहिँ प्रश्न पारिदिनु। अनि म अलिकति थप्नु मात्रै मैले नबोलेको कोही हुनुहुन्छ र के खोजेँ भने सायद अब राहुल साङ्कृत्यान उहाँको आफ्नो वंशानुगत जुन किसिमको क्षमता नभएको भए सायद उहाँ पण्डित अथवा जुन के पाण्डे होइन उहाँको थर केदारनाथ पाण्डे त्यहाँबाट उहाँ लागु हुन सक्नुहुन्थेन भन्ने पनि सुन्नुपर्छ जस्तो लाग्छ। किनभने अरू समुदायहरू इन्डियामा पनि तल्लो दर्जाका समुदायहरू, नेपालका तल्लो दर्जाका समुदायहरू त्यो स्तरमा पुग्न किन सक्दैन भन्दाखेरिमा त्यो भावना छैन भनौँ न। हाम्रो चाहिँ वर्ण व्यवस्थाले के गरिरहेको छ भन्दा बाहुन भनेको शिक्षा दीक्षा दिने, सबै चिजहरू निर्देशन गर्ने, नाचगानमा भाग नलिने, वाद्यवाद भाग नलिने भनेर धर्मशास्त्र जुन लेखिया छ त्यो चिजले पनि उहाँलाई काम गरेको हुनाले यस्तो महान प्रकाण्ड विद्वान हुन सक्नुभएको हो कि जस्तो पनि लाग्छ कता कता मेरो मनमा। न त अरू समुदायबाट त्यसरी किन आउन सक्दैन, उहाँ मात्रै किन सक्नुहुन्छ भन्दा एउटा हाम्रो एउटा पृष्ठभूमि थियो नि, हाम्रो धर्मशास्त्रको पृष्ठभूमि, त्यसले पनि उहाँलाई गर्नुपर्छ मैले भन्ने चेतना उभार ल्याएको हुनाले त्यस्तो योगदान गर्न सकेको हो कि एउटा मैले गरेको कि भन्ने मात्रै। मैले ईश्वर सर कहाँ आएँ फेरि त्यसै उषाले भन्नुभयो अघि अब हामी नेपालको अब प्रगतिशील लेखकहरू साहित्यकारहरू अब यत्रो सेकुलरिजमको कुरा चलिरहेको छ, अब भारतमा यत्रो अब स्थिति ढलिरहेछ। अब हाम्रो त्यो यस्तो एउटा बौद्धिक व्यक्तित्व एउटा प्रगतिशील चिन्तकको बारेमा अब परलेश्वरले त एउटा वक्तव्य जारी गरेका छ। अरू हामी लेखक साहित्यकारहरूको अब यो धर्मको नाममा जुन एउटा हिंसाहरू भइरहेछ, धर्मको नाममा राजनीति गरिरहेछ, अन्धविश्वास कुरीतिको नामबाट विभिन्न एउटा स्वार्थी तत्त्व लागि त्यसको विरुद्धमा हाम्रो भूमिका अब के हो नि सर लेखक साहित्यकारहरूको? अब हामीले उहाँलाई अपमान गर्ने भन्न खोज्या होइन, उहाँले गरेका महान कार्यहरू अब युगसम्म तिनी वन्दनीय नै छन्, त्यसमा केही फरक पर्दैन। त्यसले जे हामीलाई सन्देश दिएको छ त्यो धेरै पछिसम्म पनि दिइरहन्छ। मैले अघि पनि भने उहाँ प्रगतिशील मान्छे हो र सामाजिक जुन बन्द परम्परा थियो अथवा चाहिँ धार्मिक परम्परा अथवा कुनै अरू खालको त्यस्तो उहाँले भने जस्तो एउटा पण्डित परम्परा जुन थियो त्यो परम्परालाई ब्रेकआउट गरेर उहाँ बाहिर आउनुभयो र अन्त्यमा आफ्नो जुन पैतृक संस्कारबाट आएको जुन धार्मिक मान्यता थियो त्यसलाई क्रस गरेर उहाँ बुद्धिस्ट हुनुभयो। अब हामीले उहाँप्रति सम्मान जनाउनको निम्ति हामीले किन बोलिराखेका छैनौँ? मधेसमा त्यत्रो आगो लागिरहेछ धर्मको नाममा, हामी किन बोल्दैनौँ? हामी प्रगतिशील भन्छौँ आफूलाई होइन। यहाँ जस्तो उषाले भर्खर भन्नुभयो मन्दिरमा गएर यहाँ प्रगतिशील बन्ने होइन, घरमा सबै रूढिवादलाई मान्ने, तर यहाँ आएर प्रगतिशील बन्ने त छ नि त हाम्रो त होइन। लेखन छ उतातिरको यहाँ बन्छ प्रगतिशील, त्यस्तै त छ हाम्रोमा। त्यसले मैले कहाँ भन्न खोजेँ भन्दाखेरि जे भन्छौँ त्यस अनुसारको आचरणमा चाहिँ हामीले कसरी मूल्याङ्कन गर्ने भन्ने प्रश्न हो। अब राहुल साङ्कृत्यानको जीवन
उहाँको चाहिँ स्ट्याचु ढल हो होइन, त्यही ढल्नु हुन्न त्यो नि त, ढालियो, त्यही त ढालियो, रातारात ढालियो, त्यो ढालिनु हुन्न। त्यो किन ढालियो त भन्दाखेरि त्यसको पछाडि पनि धर्म छ। त्यहाँ बढी हिन्दुत्ववादी धर्मले अहिले धेरै भूमिका खेलिरहेका छ। बङ्गलादेशमा पनि त्यो हिन्दुत्ववादी धर्मलाई अलि बढी प्रचार प्रसार गरिरहेका छन्। त्यही हिन्दुत्ववादीहरूले आरएसएस एसएसएफ जागेका छन् अहिले होइन। हरेक टिभीहरूमा हरेकमा त्यहाँ धार्मिक भजन कीर्तन धर्म एउटा महाभारत गीता इत्यादि इत्यादि कुराहरू मात्रै प्रचार प्रसार हुनेलाई चाहिँ राज्यले के गरेको छ त डोनेसन गरिराखेका छ, त्यसको प्रचार छ। सक्न त तिनीहरूले हिन्दू राज्य बनाउन सक्नेवाला छैन नि, हेर्नुहोस् होइन। किन भन्दाखेरि त्यहाँ मुस्लिमहरूको योगदान, अरूको पनि ठुलो योगदान छ। त्यो देश बच्न कि देश विभाजन गर्नुपर्छ, होइन भने त्यो तिनको हिन्दू राज्य बन्नेवाला छैन। हो नेपालमा दबाब दिने मात्रै हो, त्यहाँ हुनेवाला छैन। तर प्रश्न के हो त भन्दा तिनै हिन्दूवादीहरूले आरएसएसका मान्छेहरूले ढाले साङ्कीर्तनलाई। किन ढाले त भन्दाखेरि यसले प्रगतिशील चेतनाहरूलाई युवाहरूमा फैलायो होइन, विद्रोहशील चेतनालाई फैलायो, क्रान्तिको भावनालाई फैलायो भन्ने त्यो ईर्ष्याका कारणले अथवा त्यो प्रतिशोधका कारणले त्यो ढल्यो होइन। त्यो हाम्रो यहाँ पनि जुन धार्मिक अन्धता जुन फैलिराखेको छ यो धर्म होइन, यो धार्मिक अन्धता जुन जडता फैलिराखेको छ यसले त गर्ने त्यस्तै हो होइन। भोलि यहीँ चाहिँ हुलदङ्गा मचाउने, यहीँ चाहिँ मारामार काटाकाट गर्ने धर्मको बिचमा गर्न त सक्छ होइन। धन्नै पशुपतिनाथ जलाएनन्, जलाउन त गएको थियो नि, अन्त त जलाउन दियो सेनाले, तर त्यहाँ चाहिँ जलाउन दिएन है पशुपतिनाथलाई। त्यो चाहिँ राम्रै काम गर्यो, त्यहीँ पनि त जलाउन गइरहेको थियो। किन त्यसो गर्छन् त भन्दाखेरि धर्मको नाममा उनीहरू राजनीति गर्छन्, उनीहरू षड्यन्त्र नीति गर्छन्। त्यसले गर्दाखेरि चाहिँ हामीले उहाँका जुन विचारहरू छन् त्यसलाई चाहिँ ग्रहण गर्ने हो भने हामीले व्यवहारमा पनि देखाउनु पर्छ। मैले भन्न खोजेको त्यहाँ व्यवहारमा देखाउँ, उहाँलाई सम्मान गरौँ। उहाँले गरेको ढालेको चाहिँ त्यो मूर्तिको विरुद्धमा चाहिँ हामी सबै बोलौँ न, सबैले एउटा एउटा लेखौँ न। किन नलेख्ने? उहाँ त महान व्यक्ति त हो नि, उहाँ त एउटा सीमित भारतको सीमाभित्र केन्द्रित मान्छे त होइन, त्यो त नेपालको पनि हो, संसारकै हो। जसरी मार्क्स लेनिन संसारकै हुन्छन् त्यसरी उहाँ पनि संसारकै मान्छे हो, त्यसमा त कोही दुविधा छैन नि। र उहाँले प्रगतिशील चेतना नै, मार्क्सवादी चेतना नै दिनुभएको छ सबैलाई, त्यो पनि सच्चाइ। त्यसलाई चाहिँ हामीले बढी सम्मान गर्नुपर्नेमा हामी पनि पछि परिरहेका छौँ। यो चाहिँ म हुन्छ। मैले मनोजीलाई फेरि एउटा कुरा गर्न खोजेँ, त्यसपछि म उता आउँछु। जस्तै एउटा हाइपोथेसिसको कुरा नै भयो यो। यदि मानौँ अब राहुल यो जीवित भइदिएको भए अहिलेको जुन नेपालको राजनीतिक विकृति छ, सामाजिक सांस्कृतिक विकृति छ, त्यसमा अब कस्तो भूमिका हुन्थ्यो होला, उहाँको व्यवहार कस्तो हुन्थ्यो होला? धेरै राम्रो हुन्थ्यो। क्रान्तिकारी चेतना पैदा गर्नका लागि त धेरै ठुलो भूमिका खेल्थ्यो। किन भन्नुहुन्छ भने अब अहिलेको सन्दर्भमा राहुलकै स्तरको मान्छे त तपाईँको चाहिँ हामीले हाम्रो दक्षिण एसियामा त देखेनौँ। अब हुन त महाकाव्य, नाटक, गीत के साहित्यको क्षेत्रमा गरेर 103 कृति त लक्ष्मीप्रसाद देवकोटाका पनि छन् कि जस्तो लाग्छ मलाई। 103 होइन तर हुन्छ, ठिक छ। तर तपाईँको चाहिँ क्रान्तिकारी चेतनाको हिसाबले, आन्दोलनको हिसाबले वा प्रगतिशीलताको हिसाबले, मार्क्सवादको प्रचार प्रसारको हिसाबले जुन हाइट राहुलको थियो त्यो त अहिलेसम्म तपाईँको चाहिँ बनेको त छैन। त्यसले गर्दाखेरि अहिलेको सन्दर्भमा उहाँ भएको भए त तपाईँको चाहिँ क्रान्तिकारी चेतना, क्रान्तिकारी आन्दोलन उठाउनका लागि त तपाईँको चाहिँ भूमिकै खेल्थ्यो। युरोपमा हामीले पुनर्जागरण काल भन्छौँ। पुनर्जागरण कालका पछाडि त सुरुवात त क्वेसनबाट सुरु भएको न त, क्वेसन गर्ने कुरा छन्। ठुला ठुला विद्वानहरू भए होइन, सिङ्गो समाजको तपाईँको चाहिँ यथास्थितिमाथि प्रहार गरे र पुनर्जागरण कालको युग तपाईँको चाहिँ सुरुवात भयो। अब हामी कहाँ त के छ भने चाहिँ राजनीतिक व्यवस्था परिवर्तन हुन्छ, हामीले आदर्श मानेका मान्छे सरकारमा पनि जान्छन्, तर उनीहरूबाट न सांस्कृतिक न सामाजिक न कुनै तपाईँ राजनीतिक तपाईँलाई चेतनाका लागि काम हुन्छ, भूमिका हुन्छ भने उहाँ त सबै क्षेत्रमा अब्बलै हुनुहुन्थ्यो नि। ठिक छ। उहाँसँग के भन्दै हुन्थ्यो? मैले सानो एउटा जिज्ञासा हुन्थेँ, जस्तो मार्क्सवादी दर्शनबाट विकसित हामी, मार्क्सवादी दर्शनले के भन्छ भने क्रान्ति गर त्यसपछि शान्ति हुन्छ भन्छ, मैले बुझेको। बुद्ध दर्शनले के भन्छ भने पहिले शान्ति खोज त्यसपछिको अपूर्ण उद्देश्य भनेको क्रान्ति हो भन्छ। राहुल साङ्कीर्तन चाहिँ यो क्रान्ति र शान्तिको फ्युजन हो जस्तो मेरो विचारमा। उहाँ 115वटा
कृतिका आधारबाट हेर्दाखेरि र मैले जोड्न खोजेको राहुल साङ्कृत्यान र हाम्रो महाकवि लक्ष्मीप्रसाद देवकोटाको संयोजन कहाँ कचेरी छ यसको बारेमा जानकारी पाए हुन्थ्यो कि भन्ने मलाई लागेको थियो। कसको राहुल साङ्कृत्यान र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्बन्ध र संयोजनको केही थियो कि थिएन होला? अरू कसरी केही छ? लास्ट हो है, लास्ट राउन्ड नबोलेको कोही हुनुहुन्छ? ए हजुर भन्नुहोस्। मेरो विचारमा यो अहिले जुन राहुल संस्कृत्यायन साहित्य दर्शन र समकालीन सान्दर्भिकताको जुन कुरा उठ्यो साह्रै गौरव लाग्यो म यसमा आउनु पाएँ, सरी है। तर यो अध्ययन र अनुसन्धान बिना यो जुन छलफल भइराखेको छ, अनि अर्को कुरो के भने यो त्यो बिनाको चाहिँ छलफलले गर्दाखेरिमा यो हाम्रो जुन अहिले यो कोचकोठमा चाहिँ कोचाकोच जुन चाहिँ नि एकदम उकुस मुकुस भइरहेको छ, मान्छेको जनघनत्व चाहिँ नि बढ्यो तर चाहिँ नि यहाँ घुसेन। त्यसले गर्दाखेरि चाहिँ नि हामीले पहिले अध्ययन गर्नु पर्यो। हामीले पनि त्यो किताबहरू चाहिँ कहाँ पाइन्छ, कसरी पाइन्छ, कुन सरल उपाय हुन्छ त्यो अध्ययन गरेर अनि हेरेर मात्रै चाहिँ यो कार्यक्रम सञ्चालन गर्यो भने म धेरै आभारी हुने थिएँ। धन्यवाद। म अलिकति भन्छु। यो अघि मनोज सरले यो लक्ष्मीप्रसाद देवकोटाको कुरा जोड्नुभयो। लक्ष्मीप्रसाद देवकोटालाई चाहिँ राहुल संस्कृत्यानले उनले पन्त प्रसाद र निरालाको संयुक्त रूप भनेर भन्नुभएको छ र हामीले सुनेका छौँ। लक्ष्मीप्रसाद देवकोटा पनि भौतिकवादी नै हुनुहुन्थ्यो, उहाँ ईश्वर मान्नुहुन्न थियो, यात्री कविताहरू लेख्नु भएको छ र अन्त्यमा गएर मात्रै उहाँ चाहिँ ईश्वरवादी हुनुभयो भन्ने कुरा छ। र उहाँको कुराले चाहिँ म त के सोचिरहेको थिएँ भने राहुल संस्कृत्यान भन्दा विचारको दृष्टिले अनेक दृष्टिले अब मार्क्सवादी दृष्टिकोणले त राहुल संस्कृत्यान अगाडि हुनुभयो, अरू मानवतावादी अरू विभिन्न दृष्टिकोणले त देवकोटा पनि अगाडि हो, तर उहाँको चाहिँ त्यो क्षमताको अलिकति अवमूल्यन भयो कि जस्तो पनि लाग्यो मलाई। त्यो कुरा बुझाइदिनु। अरू कसै केही छ? ल सिद्धि है, मनोजीले अर्को भन्नुहोस्। यात्रा साहित्यको उहाँ एकदमै राम्रो व्यक्ति। राहुल संस्कृत्यान नेपाल आएको सन्दर्भ हेलम्बु बसेको कुरा, हेलम्बुमा बिहा पनि भएको भन्ने कुरा थियो। हामी त्यही ठाउँमा षष्ठ पदयात्राको लागि जान लाग्थ्यो। हामी त्यहाँ जाने धेरै बिचमा चाहिँ मौसमले साथ नदिएर फर्केको त्यो प्रसङ्गको बारेमा धेरै त उहाँहरूलाई सोध्दै पनि थाहा हुन्थ्यो होला। अब त्यहीँबाट आयो नि। हुन्छ सर, मनोजीले भन्ने नि यो राहुल र लक्ष्मीप्रसादलाई कसरी तुलना गर्ने? उनीहरूका बिचमा त समानता हुन्न। किन समानता हुन्न भने लक्ष्मीजीको यात्रीको कुराहरू गरेर मात्रै भएन। पछि चन्द्र शमशेरको बारेमा उनले लेखेका तपाईँको चाहिँ लेखहरू पनि पढ्नु पर्यो, उनलाई भगवान् मानेको कुरा पनि पढ्नु पर्यो होइन। जुद्ध महिमा होइन। त्यसले गर्दाखेरि अब दुईटाका बिचमा कतिपय कुरामा समानता छ। रुस गइसकेपछि केही परिवर्तन भयो लक्ष्मीप्रसादमा। अब रुसमा उहाँ के अरे राहुल गएको पढाउनका लागि हो, उनले मिडल क्लासमा मात्रै हो पढेको। अब मिडल क्लासमा पढेको मान्छेलाई पनि लेनिनग्राडको युनिभर्सिटीले पढ्न बोलायो होइन। अब उहाँ त्यहाँ कतिपय तपाईँको चाहिँ साहित्यिक सम्मेलनमा भाग लिएर उहाँका कतिपय विचारहरूमा केही परिवर्तन आयो, तर दुइटैलाई एउटैमा तपाईँ चाहिँ तुलना गर्न मिल्दैन। लक्ष्मीप्रसाद देवकोटाको बेग्लै क्षेत्र छ, उहाँको तपाईँको चाहिँ बेग्लै क्षेत्र छ। त्यो भयो। हेलम्बुको कुरा तपाईँको चाहिँ हो, त्यहाँ तपाईँहरू चाहिँ जाँदा राम्रै हुन्छ होइन। अब कमलाहरूको त अब पारिवारिक रूपले उनीहरूका सबै दार्जिलिङ नै बस्छन्। अन्तिममा उहाँको डेथ भएको पनि त्यहीँ हो। अब बिचमा उहाँहरू मैसुरीमा अङ्ग्रेजहरू भागिसकेपछि धेरै सस्ता पाइन्थे घरहरू, यस्तै 35-36 हजारमा ठुलै बङ्गला उनले तपाईँ चाहिँ किनेका हुन्थे। किनकि मनसुरीमा बस्ने अङ्ग्रेजहरू भाग्न थाले, भारत स्वतन्त्र भइसकेपछि। अब त्यो सम्पत्ति के गर्ने, कहाँ लिएर जाने भन्दा अब त्यतिकै छोड्नु भन्दा यसैलाई 35-36 हजारमा दिए ठिक होला भन्ने हिसाबले त्यसरी उनलाई तपाईँ दिएको हो। पछि अब उनलाई अलिक चिसोले समस्या पनि हुन्थ्यो, त्यो कारणले गर्दाखेरि पछिल्लो उनको तपाईँको चाहिँ अन्तिम अवस्था त दार्जिलिङमै भयो। तर अब यहाँको तपाईँको उहाँसँग नाता जोडेको हुनाले तपाईँहरू हेलम्बु जाँदाखेरि अहिलेसम्म जुन प्राप्त कुराहरू छन् त्यो बारेमा थप तपाईँहरूको अनुसन्धान भयो भने त्यसले नेपाली पाठकहरू लाभान्वित हुन तपाईँको चाहिँ मद्दतै गर्छ। धन्यवाद। त्यो अघि मैले नेपालको त्यो किताब जलाउनको केही थियो कि नानी त्यो त हुनसक्छ। किन भन्नुहुन्छ भने बौद्धिक चोरी भन्छन् नि,
अब कयौँ मान्छेहरूले त तपाईँको चाहिँ प्याराका प्यारा चिट पनि चोर्छन् हेर्नुहोस्, कयौँले प्रेसबाटै गाए पनि पारिदिन्छन्। अब कयौँले तपाईँको चाहिँ अर्काको लेखेको चाहिँ मैले लेखेको हुँ भनेर पनि पेस गर्छन्। होइन मैले भने प्रश्न आएन, नेपालको हितको कुरा भएको हुँदा तिनीहरू कतै राज्य संयन्त्रले गाए पारे। त्यो त त्यही त तपाईँको चाहिँ नेपालको इतिहासको बारेमा कुराहरू आउँदाखेरि त त्यही भयो नि, कयौँ कुराहरू त उनका तपाईँ नयाँ आउने नै थियो होला उनको अनुसन्धानको ढङ्गबाट। हुन्छ हुन्छ अब यो कुरा अब हाम्रो धेरै छलफल भयो। अब यो यसमा अलिकति यो विषयलाई अब हामीले पुरै अध्ययन गरेर बहस चलाएको भए एउटा बाटो हुन्थ्यो है। तर यति छलफल चलाएपछि पनि अब हामीमा कौतूहलता जाग्यो। अब यसमा हामी पढ्ने जान्ने यसो कृतिहरू पढ्ने विषयमा देवकोटाले पागल कविता चाहिँ राहुलकै कारणले लेख्नु भएको हो भन्ने कुरा चाहिँ धेरैलाई थाहा छ। यो जुन तपाईँहरूको कार्यक्रमको मोडेल छ नि, यो कार्यक्रमको मोडेलको बारेमा समितिसँग गुनासो गरेको मैले उहाँलाई के भनेको भने अब 150वटा कृति छन्, उहाँ आन्दोलनमा सहभागी हुनुहुन्छ, जेल जानुभएको छ, उहाँका तपाईँको चाहिँ धेरै देशहरूको भ्रमण छ, भ्रमण मात्रै छैन त्यसमा लेखेको तपाईँको चाहिँ त्यसमा आधारित तपाईँको यात्रा वृत्तान्त पनि छ। अब यसलाई छिचोल्नको लागि त कहाँबाट छिर्ने कहाँबाट निस्किने, बेटर के हुन्छ भन्नुहुन्छ भने तपाईँले जसलाई वक्तालाई बोलाउनु भएको छ उहाँहरूलाई तपाईँहरूले विषय तोकेर यो यति मिनटमा तपाईँहरू बोल्नुहोस्, 30 मिनट 35 मिनट। किन भन्नुहुन्छ भने हामी एउटा मोडेल तपाईँले सुरु गरेपछि त्यही मोडेलमा रहिरहनुपर्छ भन्ने चाहिँ भन्नु होइन। किन भन्नुहुन्छ भने यो एउटा विशद व्याख्या विशद जानकारीको कुरा हो। फेरि एउटा विषयमा चाहिँ जानकारी गराएर त हुन्न। हेर्नुहोस् यसका त मल्टी आयामहरू छन् है। अब मल्टी आयामको बारेमा उपस्थितहरूलाई तपाईँको चाहिँ अलिकति केही कुराहरू चाहिँ जान सजिलो होस् भन्नका लागि त्यसो गरेको भए राम्रो हुन्थ्यो। हुन्छ हुन्छ अब यसमा अब तपाईँहरूको जस्तो विषयहरू आयो भने तपाईँले त्यो गर्दा राम्रो हुन्छ भन्ने मेरो सुझाव छ। हुन्छ अब यहाँ थुप्रै अब हामीले यो धेरै छलफल गऱ्यौँ। अब यसमा तपाईँहरूले दिएका सुझावहरूलाई पनि अब हामीले कार्यान्वयन गर्नेछौँ। यहाँ कोठा कुसमुकुस कुराहरू पनि आए। अब यसलाई अहिलेसम्म हामीले राम्रै ठाउँमा गरिरहेको थियौँ। यो 88औँ शिर्खालाई कुसमुसमा गऱ्यौँ। यी सबै विषयहरूलाई सम्बोधन गर्दै हाम्रो विभागका सदस्य डाक्टर कृष्ण सुवेदी सरलाई 5 मिनटभित्र अब यो अहिलेको सबै कार्यक्रम समीक्षा गर्दै कुरा राख्न अनुरोध गरेँ। कृष्ण सुवेदी सर राहुलको सेनापतिको अनुवाद यता आउनु न, यता आउनुहोस् न, त्यो ब्यानर पनि आउँछ। सिंहसेनापतिमा प्रदीपजीको भूमिका पनि छ। प्रदीपजीको भूमिकामा कतिपय तथ्यहरू गलत रहेछ। आदरणीय सभा अध्यक्षज्यू, हाम्रो आजको कार्यक्रमको मोडरेटर भन्नुहुन्छ हाम्रो उपाध्यक्षले, अनि हाम्रा महासचिव लगायत संस्थाका साथीहरू, सल्लाहकार द्वय र यहाँ उपस्थित हुनुभएका हाम्रा सल्लाहकार प्राय नै हो र प्रस्तुता समिति सल्लाहकार हुँदैछ र सबै सल्लाहकारजीहरू यस्तो इच्छा उत्कट इच्छा व्यक्त गर्दै राहुललाई सुन्न अहिलेको समसामयिक अवस्थालाई बिनाउनुभएका आदरणीय श्रद्धेय व्यक्तित्वहरू म सबैलाई हार्दिक हार्दिक अभिवादन व्यक्त गर्दछु। म धेरै लामो कुरो भन्न यहाँ उभिएको पटक्कै होइन। हामीले चाहिँ अलिकति नवीन ढङ्गले यो चलाउन खोजेका हौँ। यो वैचारिक विमर्शता परिसंवाद विभागले विचार चौतारी भनेर चलाउँदै आउँदा अहिले 88औँ अगाडिदेखिकै श्रृङ्खला जोड्दा 88औँमा हामी छौँ। योभन्दा अगाडि चाहिँ बडो राम्रा ठाउँहरू खोज्दै साथीभाइको मद्दत लिँदै फराकिलो ठाउँमा गर्ने पनि गऱ्यौँ। हामीले ललित कला प्रज्ञा प्रतिष्ठानमा गऱ्यौँ, नेपाल प्रज्ञा प्रतिष्ठानमा गऱ्यौँ। धेरै सवाल भएको थियो। आज हामी आफ्नो ठाउँ साङ्ग्रो भयो भने आफ्नो ठाउँमै बसौँ भनेर फेरि यहीँ बोलाएका छौँ। गाह्रो भयो यहाँ सहभागी साथीहरूलाई यहाँ बस्न गाह्रो भयो। अब हामी क्षमा माग्छौँ यति राम्रो मिलाउन नसकेमा। कोषाध्यक्षको हैसियतले मैले त झन् त्यसमा चाहिँ मेरो कमजोरी हो भनेर मैले अनुभूत गरेको छु। योभन्दा अलि राम्रो गरी गर्न पाए हुन्थ्यो। छलफल अलिक लामो भइदिए हुन्थ्यो होला। यहाँ छलफलको चाहिँ क्रममा 3 मिनटको सट्टा 5 मिनट गर्नुपर्दो रहेछ कि भन्ने कुरो खट्क्यो धेरै साथीहरूलाई। धेरैको मनको कुरा होला जस्तो लाग्छ। योभन्दा भोलि अरू ढङ्गले पनि जान सकौँला हामी। तर हामीले यो नवीन ढङ्गले गर्ने भनेर के भने साथीहरूलाई प्रश्न एकजना चाहिँ यो सञ्चालकले प्रश्नहरू गर्ने, त्यसपछि ती प्रश्नमा आधारित रहेर केही यताबाट पनि जानकारीहरू लिने र यसरी अलि कुराहरू झिक्ने यो अलि आधुनिक पद्धतिलाई समातेका हौँ हामीले। र यसको अन्त्यमा चाहिँ एकजना मान्छेले आज के कुरा आयो त भनेर सारमा
ज्यादै छोटोमा सारमा मुदामा मात्रै भन्ने चाहिँ यसमा चलन हुन्छ। यो इन्टरनेसनल यो गोष्ठीहरूको प्र्याक्टिस पनि यस्तै हो र हामी पनि दुनियाँसँग जोडिँदै आएको हुनाले त्यसलाई त्यही ढङ्गले जान खोजेका पनि हौँ। र आज निष्कर्षमा मैले जम्मी 7वटा बुँदाहरू टिपेको छु। मेरो बुँदाहरू मैले टिपेको बुँदाहरू तलमाथि रहेछ भने विज्ञ साथीहरूले यसलाई प्रश्न उठाउनु पनि मिल्छ, यो चाहिँ होइन भन्नु पनि भनिदिनु भयो भने मलाई करेक्सन हुने अवसर मिल्थ्यो। नम्बर 1 मा चाहिँ राहुल तात्कालीन युगका इन्साइक्लोपिडिया नै हुन्। त्यति बेला अहिले जस्तो गुगल पनि थिएन, अरू कुनै यहाँ संयन्त्रहरू पनि थिएनन्, तर राहुल स्वयंमा विश्वस्तरमै त्यो हैसियत राख्दथे र राहुलको त्यो हैसियतको कुरो यहाँ व्यापक रूपमा आएको हुनाले त्यसैलाई नै टिपेको हुँ मैले। र हिन्दी, नेपाली, संस्कृत, पाली, भोजपुरी, तिब्बती, सिङ्गाली र अङ्ग्रेजी र जर्मन भाषाका पनि ज्ञाता हुनुहुन्थ्यो उहाँ। र यसरी 13वटा भाषामा लेखेको उहाँले पनि मैले कहीँ पढेको छु। मैले 3टा उपन्यासहरू राहुल साङ्कृत्यानको अनुवाद पनि गर्ने अवसर पाएको थिएँ। ज्ञान भएको 30वटा भाषा, ज्ञान मात्रै भएको त्यसमा लेख्नु भएको चाहिँ 13वटा भाषामा भन्दा मैले जानकारी पाएको हुँ। ज्ञान त विराट ज्ञान, त्यति बेला इन्साइक्लोपिडिया भनेपछि धेरै लामो कुरा गरिदिनु पर्दैन होला। र त्यस्ता व्यक्तित्व हुँदाहुँदै पनि राहुल साङ्कृत्यान चाहिँ नम्बर 2 मा है विचार र स्वतन्त्रताका लागि लड्ने अभियन्ता हुन्। स्वतन्त्रताका लागि वैचारिक स्वतन्त्रता पनि हो, जस्तो अघि नै भरतसरबाट पनि आयो, सबै साथीहरूले भन्नुभयो कि बिचमा चाहिँ मार्क्सवादी भएर अगाडि बढेर धेरै काम गरिसकेपछि अध्ययनको क्रममा फेरि उहाँले बुद्ध दर्शनको अध्ययन गर्नुभएको हो। त्यसो भएको हुनाले फेरि पछि 1955 मा मृत्युभन्दा 8 वर्ष अगाडि 1963 मा उनको देहावसान भयो। त्योभन्दा 8 वर्ष अगाडि फेरि कम्युनिस्ट पार्टीमा फर्किनु भएको छ उहाँ। त्यसले गर्दा उहाँ सङ्गठक होइन, उहाँ मार्क्सवादी होइन अथवा समाज परिवर्तनको लागि काम गरेनन् भन्ने ठाउँ चाहिँ छैन। भलै केन्द्रीय नेता हुनु भएन होला, केन्द्रीय अध्यक्ष अथवा त्यही के हुनु भएन होला, त्यसरी पाइयो। अनि मार्क्सवाद छोडै गएका चाहिँ होइन रहेछन् भन्ने कुरो 55 मा फेरि फर्केको कुरोबाट आयो, चर्चा भइहाल्यो। र उहाँ अध्यात्मका क्षणिकवादलाई बडो गम्भीर कुरो चाहिँ भट्टाचार्यले ल्याइदिनु भयो। मलाई साह्रै प्रभाव पर्यो। म पनि अध्यात्मको थोरै ज्ञाता र यो दर्शनको चाहिँ अध्येता, उहाँको चेला, मेरो दर्शनको गुरु हामीसँगै हुनुहुन्छ। त्यस्तो भएको हुनाले मलाई यो कुराले बढी छोयो र अरूलाई पनि छोयो होला जस्तो लाग्छ। यो अध्यात्मवादको क्षणिकवादलाई मार्क्सवादसँग जोड्ने काम गर्न खोजे उनले, समन्वय गर्न खोजे। त्यहाँ पनि के चिज छ है, त्यो अध्यात्ममा रूपवादी कुराहरू, मूर्ति पूजाका कुराहरू र जुन कुराहरू हुन्थ्यो भने त्यहाँभन्दा अलि अगाडि गएर यो आत्मवादीहरू जो हुन्छ नि, त्यो आत्मवादीहरू चाहिँ अघि बढेका छन् उनीहरूभन्दा। त्यसले गर्दा मार्क्सवादसँग समन्वय खोज्नुपर्छ है यिनीहरूसँग चाहिँ। जस्तो अद्वैतवादीहरूलाई, किनभने उनी पहिला अद्वैतै थिए, अद्वैतबाट बिस्तारै अगाडि बढेका हुन् नि त। अर्को एउटा यहाँ अर्को एकदम महत्त्वपूर्ण प्रसङ्ग यहाँ बता साथीहरूले पनि ल्याउनु भयो। उनी चाहिँ भारतका यिनी एकजना यो आर्य समाजका प्रणेता स्वामी दयानन्द सरस्वतीको मतमा निर्लिप्त भएर लागेका हुन्। दयानन्द सरस्वतीका मान्छेहरू भारतीय कम्युनिस्ट पार्टीमा व्यापक रूपमा छन्। त्यो के हो भने रूढिवादी अध्यात्मवादको विरोध गर्यो, जातीयताको विरोध गर्यो। त्यो उसले त्यसले गर्दा पहिला उनी चाहिँ त्यो हुँदै आए। त्यो चाहिँ त्यसमा चाहिँ एउटा कृति मैले त्यो लोकायतमा आधारित रहेर लेखेको कृति के थियो, त्यो दयानन्द सरस्वतीको एउटा कृति के हो सरलाई याद होला, मैले ठ्याक्कै नाम चाहिँ बिर्सेँ। एउटा अत्यन्त महत्त्वपूर्ण कृति थियो जो हाम्रो देशमा पनि राणाको आन्दोलनको बेला, राणा विरोधी आन्दोलनको बेलामा यहाँ नेपाल भित्राइयो त्यो कृतिलाई। र त्यो कृतिले धेरै महत्त्वपूर्ण काम गर्यो नेपालमा सचेतना फैलाउन, क्रान्तिकारी भावना विकास गर्नमा। ठ्याक्कै मैले नाम चाहिँ बिर्सेँ, कोही साथीहरूले भनिदिनु भयो भने त्यो असाध्यै महत्त्वपूर्ण कृति थियो त्यो दयानन्द सरस्वतीको। त्यसलाई नेपालीमा पनि अनुवाद भएको थियो र त्यसको चाहिँ प्रभावले मार्क्सवादसँग नजिक जान मद्दत पुगेको भन्ने कुरोको यहाँ प्रमाणित भएको छ। र त्यसपछि गएर अर्को नम्बर 5 मा चाहिँ इतिहास, धर्म, समाजशास्त्र, ऐतिहासिक भौतिकवादी ढङ्गले व्याख्या गर्यो उनले। यो त भन्नु पनि पर्दैन, यहाँ चर्चा भएको कुरो।
अर्को पोइन्ट यो हो। र अर्को पोइन्ट उनी भागो नै दुनियाँको बदलो जस्ता कृतिहरू हेर्दा संसारका अरू दर्शनहरूले संसारलाई बुझ्न मद्दत गर्दछ। मार्क्सवाद यस्तो अस्त्र हो जसले संसारलाई फेर्नको लागि आह्वान गर्दछ। त्यसैले गर्दा यो त्यही नै आह्वान हो। यो भागो नै दुनियाँको बदलो मैले अनुवाद पनि गरेको छु र सिंह सेनापति पनि गरेको छु। र अर्को एउटा चाहिँ गर्दा गर्दै कुमारले गर्न लाग्यो भनेर मैले छोडेको हालसालैको चाहिँ यो अर्को एउटा कृति चाहिँ कुमार कोइरालाले गरिदिएको छन्। अघि यहाँ चर्चा भइहाल्यो। यो त्यस कारणले पनि उनी प्रगतिवादी थिए, उनी मार्क्सवादी थिएनन् भनेर भन्न चाहिँ सकिँदैन भन्ने लाग्यो। तर म के कुरामा यहाँ सहमति बनाउन सकिन्छ भने राजनेता चाहिँ थिएनन्। जस्तै ईश्वरचन्द्र ज्ञाली सरले भन्नुभएको थियो त्यही हो। उनी राजनेता थिएनन्, राजनीतिक ढङ्गले त्यो लेभलमा पुगेर काम गरेनन्। मानवता अब छोटकरीमा अन्त्यमा के भन्न सकिन्छ भने राहुल मानवतावादी हुन्, उनी स्वतन्त्र मान्छे पनि हुन्, ऐतिहासिक द्वन्द्वको भौतिकवादी हुन् र अन्तत्वगता उनी मार्क्सवादी हुन्। आजको निष्कर्षले यति नै मैले पाएँ। यो मैले जानेको टिप्या होइन, यहीँ आएको चर्चा भएको कुराहरू टिप्या हो। र त्यसले गर्दा राहुल साङ्कृत्यानको यो शालिग पनि ढालिरहेको अवस्थामा हामीले प्रगतिशील लेखक सङ्घले राहुलका चर्चा गर्नुपर्दछ। राहुल साङ्कृत्यानका प्रभावमा हाम्रो देशमा मोहनदास प्रसिद्ध जस्ता चाहिँ प्रकाण्ड विद्वानहरूले धेरै लेख्नु भएको छ। अहिले भन्यो भने आज हाम्रो चाहिँ गोपी गुरु आउनु भएन, अहिले पनि गोपी गुरुहरू जस्ता दर्शनका विद्यार्थीहरू विष्णु प्रभात पनि आउनु भएन, आउँछ भन्नुभएको थियो उहाँहरूले। उहाँहरू जस्ता व्याख्याताहरू, उहाँहरू जस्ता ज्ञाताहरू, अध्येताहरू हामीसँग हुनुहुन्छ जसको प्रभाव चाहिँ राहुल साङ्कृत्यानको जबरजस्त प्रभाव थियो, लुकाएर लुक्दैन। त्यसले गर्दा यो बेलामा राहुल साङ्कृत्यानको चर्चा परिचर्चा हुनु सान्दर्भिक थियो र हामीले सान्दर्भिक काम गऱ्यौँ जस्तो लाग्छ। के कस्तो रह्यो मैले अप्ठ्यारो कुराको अघि चाहिँ क्षमा मागेँ। यति भन्दै मैले यो 6वटा निष्कर्षहरू धन्यवाद। धन्यवाद कृष्ण सर। अब महत्त्वपूर्ण एउटा सार उहाँले कार्यक्रम खिचेर जानुभयो र अन्ततः उहाँ एउटा मार्क्सवादी हो, द्वन्द्वात्मक भौतिकवादी हो भन्ने कुरा नै एउटा मूल निष्कर्ष हो। र अब यो स्ट्याच्यु ढालेको विरुद्धमा अब हामी प्रदेशको कस्तो आगामी भूमिका हुन्छ त्यो गर्छौँ नै। र एउटा कुरा हामीले के प्रश्न पार्दियो भने यो कार्यक्रमको मोडल कस्तो हुने भन्ने कुरा हाम्रो विभाग छ कि प्रगतिशील लेखक सङ्घ अन्तर्गतको पनि वैचारिक र परिसंवाद विभाग भन्ने छ। यसले हामीले कार्यक्रमको समीक्षा गर्छौँ। किनभने हामीले योभन्दा पहिले कस्तो देख्यौँ भने लामो लामो प्रवचन दिने अनि एउटा विषय हुन्छ, वक्ता त कहाँ पुगेको हुन्छ कि त्यो टोक्नै नपाइने बोलिरहेछ है, त्यो अप्ठ्यारो भएको र हामीले त्यो विषयवस्तुमै केन्द्रित होस् भन्ने यस्तो मोडल अब हामी राखेका हौँ। यो आगामी कार्यक्रम कस्तो गर्छौँ, आगामी वक्ता के हुन्छ, आगामी विषय के हुन्छ, फेरि हाम्रो विभागको समीक्षा हुन्छ, बैठक हुन्छ र कुन ठाउँमा गर्छौँ त्यो हामी यहाँलाई जानकारी गराउने छौँ। यति भन्दै यहाँहरू आउनुभयो, यहाँहरू धन्यवाद दिँदै यो कार्यक्रममा सारमा आफ्नो कुरा गर्दै आजको कार्यक्रम अध्यक्ष डाक्टर अमिता शर्मालाई आफ्नो भनाइ राख्दै यो कार्यक्रम समापन गरिदिनु अनुरोध गर्दछु। सम्पूर्णमा अभिवादन। यस कार्यक्रमका संयोजक प्रगतिशील लेखक सङ्घ नेपालका उपाध्यक्ष समीर शर्माज्यू, आजका वक्ताहरू जसले हामीलाई राहुल साङ्कृत्यानका लेखन, उहाँको दर्शन, उहाँको योगदानका सन्दर्भमा महत्त्वपूर्ण विचार प्रदान गर्नुभयो। प्रगतिशील लेखक सङ्घका सल्लाहकारज्यूहरू, प्रदेशका पदाधिकारी, केन्द्रीय समिति, राष्ट्रिय परिषद, सचिवालय लगायत सम्पूर्ण साथीहरू, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण विशिष्ट व्यक्तित्वहरूमा हार्दिक अभिवादन व्यक्त गर्दछु। आजको कार्यक्रममा हामीले भारतका मात्रै नभएर दक्षिण एसिया र समग्रमा विश्वकै एकजना विशिष्ट व्यक्तित्व जसले समाजको ऐतिहासिक भौतिकवादी व्याख्या मात्र गर्नु भएन, समाजलाई बदल्ने दिशा पनि प्रदान गर्नुभयो र हामीलाई समाज परिवर्तनको दिशामा अगाडि बढ्न प्रेरित गर्नुभयो। त्यस्ता बौद्धिक व्यक्तित्व, दार्शनिक व्यक्तित्व, ऐतिहासिक अध्येता, त्यस्ता महत्त्वपूर्ण व्यक्तित्वलाई भारतको पश्चिम बङ्गालमा उहाँको शालिग ढालेर जसरी उहाँको विचारमाथि, उहाँको योगदानमाथि आक्रमण गरिएको छ, त्यसका विरुद्ध हाम्रो यो प्रतिबद्धता पनि हो भन्ने हामीले बुझेका छौँ। उहाँका विचारलाई जसरी आक्रमण गरिएको छ त्यो विश्वमा नै उदाइरहेको पुँजीवादको जुन विचारधाराको अन्त्यको जुन दृष्टिकोण छ, इतिहासको अन्त्यको घोषणा गरेको छ पुँजीवादले, त्यसैकै एउटा रूप
हो जसले सामन्तवादसँग नाता गाँच्दै आपसी समन्वय गर्दै विचारधारामाथि प्रहार गरिरहेको छ भन्ने हामीले बुझेका छौँ र त्यो पुँजीवाद साम्राज्यवाद विरुद्धको हाम्रो ऐक्यबद्धता पनि हो राहुल साङ्कृत्यायनको साहित्य दर्शन र समकालीन सान्दर्भिकताबारेको हाम्रो आजको बहस। यस बहसमा महत्त्वपूर्ण विषयहरूलाई उजागर गरिदिएर यहाँ वक्ताहरू र तपाईँ सम्पूर्ण विशिष्ट व्यक्तित्वहरूले जुन महत्त्वपूर्ण योगदान दिनुभएको छ त्यसले राहुल साङ्कृत्यायनलाई बुझ्न, उहाँको साहित्यिक योगदानको कदर गर्न, उहाँको विचारलाई प्रवर्धन गर्न र नेपाली समाजमा जुन अशान्त वातावरण निर्माण गरिँदैछ, जुन 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 बाहनामा विचारधारामाथि प्रहार गरिँदैछ, अस्थिरता निम्ताइँदैछ र समग्र राष्ट्रकीय स्वाभिमानमाथि आक्रमण गरिँदैछ, त्यसका विरुद्धको हाम्रो प्रतिबद्धता, त्यसका विरुद्धको हाम्रो अभियान र एउटा आन्दोलनको रूप हो भन्ने हामी ठानेका छौँ। यस सन्दर्भमा यो उपस्थिति हाम्रो यो अप्ठ्यारो ठाउँ 5औं तला उक्लिएर यो साँघुरो कोठाभित्र बसेर यति लामो समय यहाँहरूले हामीलाई दिनुभयो र यहाँहरूका विचार हामीले लिन पायौँ। हामी पनि यसबाट प्रभावित हामी धन्य भएका छौँ। सबैजनालाई धेरै धेरै धन्यवाद यो साझा प्रतिबद्धताको लागि। हामीले देवकोटालाई पनि सँगै जोडेर हेऱ्यौँ। देवकोटालाई महाकविको उपाधि दिने पनि राहुल साङ्कृत्यायन नै हुनुहुन्छ। उहाँले आजकल पत्रिकामा लेख प्रकाशित गरेर नेपालका महाकवि भनेर महाकविको उपाधि दिनुभएको हो। उहाँहरूसँग थुप्रै सन्दर्भहरू जोडिएका छन्। यहाँ धेरै कुराहरू आए, अब धेरै कुरामा छलफल पनि हुँदै जाला। आजलाई मैले यति नै भने र यहाँहरू सबैजनालाई धन्यवाद। यो आजको कार्यक्रम विश्व साम्राज्यवादको विचारधारामाथिको प्रहारका विरुद्ध हाम्रो एउटा आन्दोलनको रूप हो भन्ने हामीले ठानेका छौँ। सबैजनालाई फेरि फेरि धन्यवाद धन्यवाद भन्दै आजको कार्यक्रम अन्त्य भएको घोषणा गर्दछु। कर्लेसको फेसबुक पेज छैन, मेरो फेसबुकबाट लाइभ भएको छ है, रेकर्ड हेर्न सक्नुहुन्छ। र यो भिडियो उषा तितिक्सुको युट्युब च्यानलमा आउँछ है त।